परमेश्वरको महिमा र उहाँको आराधनाको लागि हामी सबैलाई इकट्ठा गराउनु भएको छ। त परमेश्वरलाई धन्यवाद। येशू ख्रीष्टको नाममा सबैजनाले एकपटक जोरदार ताली लगाइदिनु होला र परमेश्वरलाई धन्यवाद। र यसै गरी यस जीवन ज्योति सेवा समितिमा आबद्ध भएर परमेश्वरको काम गर्नुहुने सबै समिति सर म्याडम सबैमा परमेश्वरको भरिपूर्ण आशिष र उपस्थिति, हरेक ठाउँमा परमेश्वरको काम गर्ने सेवक लिडर्सजनहरू, साथसाथमा आजको यस महिमामा सामेल हुनुहुने सबै विश्वासीजनहरूमा परमेश्वरको भरिपूर्ण आशिष भएको होस्। र आज साँच्चै भन्नुपर्दा हाम्रो जीवनमा परमेश्वरलाई धन्यवाद येशू ख्रीष्टको नाममा। र यसै गरी यहाँहरू सबैमा मेरो नमस्कार। र म पोखरा 22 कालाबाङ भन्छ हाम्रो ठाउँलाई। र आज हामी यसरी यहाँ हामी सबैजना परमेश्वरका छोराछोरी एकसाथमा भएर उहाँको महिमा र आराधनाको लागि हामी यसरी हिँडेका छौँ। र परमेश्वरलाई धन्यवाद येशू ख्रीष्टको नाममा। आज साँच्चै भन्नुपर्दा सबैभन्दा हाम्रो जीवनको ठुलो गवाही भन्नु नै परमेश्वर चिन्नु हो। र आज साँच्चै हरेक व्यक्तिलाई परमेश्वरको खाँचो छ। संसारका सबै मानिसहरूलाई परमेश्वरको खाँचो छ। मान्छेहरूले यही परमेश्वरलाई खोज्नको लागि होइन, मान्छेले विभिन्न माध्यम विभिन्न तरिकाबाट उहाँलाई खोज्ने प्रयत्न गरिरहेको अवस्था छ। तर अरू बाटाहरू असम्भव छ। कोही बाटोबाट पनि हामीले परमेश्वरलाई भेट्न सक्दैनौँ। आज एउटै बाटो भनेको सत्य बाटो यही छ, परमेश्वरलाई खालि विश्वास गर्ने। येशू ख्रीष्टको नाममा जसले परमेश्वरलाई स्वीकार छ, ग्रहण गर्छ, उसले नै उहाँको आशिष पाउनेछ। त्यस कारणले आज संसारलाई नै उहाँको खाँचो छ। आज उहाँ बाहेक साँच्चै भन्नुपर्दा यदि हामी परमेश्वरमा छैनौँ भने आज सबैभन्दा संसारमा हामीलाई दुःख दिने भनेको, सबैलाई रोग र शोक विभिन्न कष्ट आपद विपद दिने भनेकै लागु भएको छ कि यो भूत र प्रेत भन्ने यो नराम्रो चिज छ। योबाट छुटकारा पाउनको लागि नै परमेश्वरमा आउन जरुरी छ है। जबसम्म हामी उहाँमा छैनौँ, उहाँको संरक्षण, उहाँमा हामी आशा विश्वास र भरोसामा छैनौँ, हाम्रो जीवनमा विभिन्न दुःख र कष्ट आउँछ, आपद विपद आउँछ, रोग आउँछ, शोक आउँछ। यस्तै हरेक होइन पीड चिन्ता, रोग शोक, हरेक अभावहरू यो चिजले ल्याउने गरेको छ। त्यस कारणले आज हामी सबै भाग्यमानी छौँ। आज जब परमेश्वरलाई हामीले जब पाएका छौँ यो सुसमाचार, यसलाई हामीले आत्मसात गर्दै अब पछि फर्किने होइन, विश्वास र भरोसाका साथ हामी अगाडि बढौँ। परमेश्वरले हाम्रो जीवनमा ठुलो काम गर्नुहुन्छ। र यो हामी सबैभन्दा हामीलाई ठुलो र धनी बन्न जरुरत छैन। शरीर स्वास्थ्य र हामीलाई सबैभन्दा चाहिएको भनेको आत्माको सन्तुष्टि, परिवारमा शान्ति चाहियो है त। जब हामी यसको खोजमा हामी जब चाहन्छौँ, यो शान्ति चाहन्छौँ भने हामी परमेश्वरमा आउन जरुरत छ। आइसकेपछि उहाँलाई पछ्याउन जरुरत छ है त। त्यसको साथसाथमा हामी तन मन धन भन्छ कि तीन चिजमा हामी अलिकति कतै खर्च हुन्छ कि भन्ने खर्चको डर मान्ने पनि होइन, आज भ्याउँदैन कि भन्ने पनि होइन। र महिमालाई चाहिँ प्राथमिकता दिन जरुरत छ कि है। जसले यदि म विश्वास गर्छु भन्छ भने शनिबारलाई पनि हामीले प्राथमिकता दिउँ। यसै गरिकन आफ्ना अगुवाहरूको साथमा होइन माया प्रेममा रहौँ र उहाँको आज्ञा पालनाको साथमा परमेश्वरको महिमा गर्छौँ भने हामीलाई आशिष दिनुहुन्छ। र परमेश्वरले आज यस्तै जो चाहिँ रोगमा छ, शोकमा छ, जो चाहिँ पिछाडिएको छ, जान्दिनँ, सक्दिनँ, बुझ्दिनँ भन्ने मान्छेलाई नै उहाँले खोज्दै आउनुभएको छ। त्यस कारणले आजको यो सुन्दरमा सुन्दर दिन परमेश्वरको यस महिमा हुँदै गर्दा जतिलाई जे चिजको खाँचो छ उहाँले सबैलाई ज्ञान बुद्धिदेखि लिएर हरेक जो रोगमा हुनुहुन्छ, शोकमा हुनुहुन्छ, कुनै योजना गर्दै हुनुहुन्छ, यहाँहरू सबैको पुरा भएको होस्। परमेश्वर पितालाई धन्यवाद येशू ख्रीष्टको नाममा। जति पनि र मेरो खास यही होस् होइन, सबैभन्दा गवाई त परमेश्वर चिन्नु नै। यसको साथसाथमा हामी जब यहाँ आएका छौँ त सबै यही रोग शोक कुनै न कुनै अभाव र होइन परमेश्वरलाई चिन्न सुरुमा हामी त्यति सजिलो आफ्नो मन खुसीले आएका त पक्कै पनि होइन। कुनै बेला हामीमा एकदम रोग थियो, शोक थियो, हरेक चिजको अभाव थिए र यस्तै दुःख कष्ट हुँदै हुँदै परमेश्वरलाई चिन्ने परमेश्वरले माध्यम बनाउनु भयो। र आज परमेश्वर पाइसकेपछि हरेक चिजमा एकदम आशिष दिनुभएको छ। परिवारमा शान्ति छ, साथसाथमा हरेक योजनाहरू परमेश्वरले बनाउनु भएको छ। त परमेश्वरलाई धन्यवाद येशू ख्रीष्टको नाममा। यहाँहरू पनि सदा सर्वदा होइन, जब यहाँ सबैभन्दा त यहाँ सुसमाचार आउन जरुरत थियो, आइसक्यो। यसमा तपाईँहरू एकजुट भएर परमेश्वरको महिमा आराधनामा अगाडि बढ्नुहोस्। आफ्नो अगुवा, आफ्नो सबै विश्वासीजनहरूमा एकअर्कामा माया र प्रेममा रहेर उहाँको आराधना स्तुतिमा हरेक ठाउँमा सुसमाचारको लागि पनि हजुरहरूले पनि होइन अलिक मन बनाउनुहोस्। त परमेश्वरले पक्का आशिष दिएर हराभरा बनाउनु हुनेछ। यहाँहरूको जीवनमा उन्नति, प्रगति, खुसी, शान्ति सबै आशिष खन्याउनु हुनेछ।
र परमेश्वरलाई धन्यवाद। जति बोले यहाँहरूको जीवनमा सदा सर्वदा आशिष भएको होस्। परमेश्वरलाई धन्यवाद यस ख्रीष्टको पवित्र नाममा। हाम्रो स्वर्गमा विराजमान हुनुहुने परमेश्वर पितालाई धन्यवाद गर्छु यशु मसीहको नाममा। र हाम्रो जीवन ज्योति सेवा समितिका सम्पूर्ण अग्रज लिडर्सहरू र यसै ठाउँका अगुवा, तपाईँहरूका अगुवा, हामी सबैको आज साथ एक भएर हिँडाउनु भएको छ। हाम्रो हेमा म्याडम, हाम्रो तनहु लम्जु गोर्खामा परमेश्वरको कार्य गर्नुहुन्छ र सम्पूर्ण लिडर्स, हाम्रो बेल सर बेनीबाट, हाम्रो बेडी फारमबाट अन्जान सर र सम्पूर्ण कार्य समिति, हरेक ठाउँ जिल्लामा कार्य गर्नुहुने सम्पूर्ण लिडर्स र यसै ठाउँका सम्पूर्ण विश्वासी परमेश्वरका सन्तानलाई मेरो तर्फबाट नमस्कार। सबैलाई परमेश्वरको अनगिन्ती आशिष भन्न चाहन्छु र हाम्रो लिड गर्ने बहिनीलाई नि परमेश्वरको अनगिन्ती आशिष। पहिलोचोटि हुनुहुन्छ यो सिक्नुहोस्, सबैले बोलेका, सबैले भन्दै गरेका कुराहरूमा हामीले आत्मा मन लगाउनुपर्छ र परमेश्वरले त्यो काम गरिसक्नुभयो। पितालाई धन्यवाद गर्छु यशु मसीहको नाममा। र आज परमेश्वरले यो ठाउँमा हामीलाई परमेश्वर उहाँको महिमाको निम्ति जुटाउनु भयो, सबैलाई एकगष्ट बनाउनु भयो। हामी पहिलो वर्ष पनि आएका थियौँ, हाम्रो उहाँ दिदी है। आज परमेश्वरले यो फल हो कि हामी एकजना छौँ नभनौँ, परमेश्वरले अनगिन्ती आजको यो दिनबाट पनि दिनुहुनेछ। थोरै जानुहुनुहुन्छ तर ठुला ठुला गवाई भन्नुभयो है, खुसी लाग्यो। आज परमेश्वरले हेर्नुहोस्, हाम्रो जस्तो सुखी अवस्थामा पनि उहाँले सहायता दिएर हामीलाई अगाडि बढाउनुहुन्छ। हामीलाई परमेश्वरको अति आवश्यक रहेछ भन्ने कुरा हामीलाई थाहा थिएन। आज परमेश्वरले चुन्नुभयो, रोज्नुभयो। मलाई पनि परमेश्वरले चुन्नुभएको आज 12 वर्ष। हिजोको दिन संसारिक दिन भनेको आज हामी केही हुन्छ कि पाउँछौँ कि भनेर आफ्नो लागि खोजी भौतारी हिँड्दा हामीलाई कहीँ पनि शान्ति मिलेको थिएन। आज परमेश्वरले जब हामीलाई चुन्नुभयो, उहाँको यो पवित्र आत्मा हाम्रो हृदयमा बास भएपछि हामीलाई आनन्द र शान्तिको महसुस हुन्छ। र हरेक त्यो समय निरन्तरता परमेश्वरलाई दिँदै जाँदा आज हामीलाई हरेक समस्याबाट निकाल्नुहुन्छ। शान्ति र आनन्द, उन्नति र प्रगति, स्वास्थ्य बनाएर हामीलाई अगाडि बढाउनुहुन्छ हाम्रो परमेश्वरले है। परमेश्वरलाई धन्यवाद गर्छु यशु मसीहको नाममा। र आज गवाई त जीवनै गवाई छ। हरेक पल पाइलामा परमेश्वरले साथ सपोर्ट दिएर अगाडि बढाउनु भएको छ। मैले पनि मेरो छोराको कारणले परमेश्वरको वचन चिनेको थिएँ। मेरो बाबु सानो थियो, 3 महिनाको थियो। सांसारिकमा भन्थे हेराउनेले मेरो छोरी 2टा थियो र छोरा हुँदैन भइहाल्यो भने लाटो अपाङ्गो हुन्छ भन्थ्यो। र त्यस्तै बाबु सानो कमतौलको, एक हर सानो भएको, खुट्टा पनि छोटो, एकदमै शरीरै अस्वस्थ भएको जन्मेको थियो। र उस बोल्न खोज्दाखेरि बोलीहरू पनि आउँथेन, एकदमै रियाल छोड्ने त्यस्तो हुन्थ्यो। मैले सुरुका दिनहरू मेरो त्यसरी नै परमेश्वरको साथ, परमेश्वरको सुसमाचार पाएँ। बाबुलाई बोक्दै हिँड्दा 2 वर्ष जति म परमेश्वरको काममा निरन्तरता दिँदै बाबु लिँदै हिँड्दै गरेँ। र बाबुलाई परमेश्वरले 2 वर्षमा बोल्ने बनाउनु भयो। त्यो आवाज निस्किएर बाबा मम्मी भन्ने बनाउनु भयो। र त्यो 2 वर्षमै परमेश्वर आज नबोल्नेलाई बोल्ने बनाउने ठुला ठुला गवाईहरू सुन्दै गएँ। आज यो खुसी मेरो जीवनमा आयो। मेरो बाबुलाई परमेश्वरकै हातमा सुम्पिएर मैले स्कुल भर्ना गर्न दिएर मैले बाबु छोडेर परमेश्वरको धार्मिकताको पछि लाएर हिँडेँ। हरेक ठाउँ राज्यमा परमेश्वरको काम गर्दै हिँड्दा, हरेक लेखिएका वचनहरूलाई आत्मसात गर्दै हिँड्दा आज परमेश्वरले मेरो जीवनमा है भन्नुभएको छ वचनमा, जस्तै मेरो राज्य र धार्मिकताको खोजी गर्छ त्यस्तै मैले जीवनमा थपिदिनेछु। त्यही गर्दा हामीलाई ऋण लाग्छ, केही खर्च हुन्छ, त्यो खर्च हुन्छ कि भनेर बस्यौँ भने हामी केही बुझ्न सक्दैनौँ। त्यो केही पनि होइन। परमेश्वरको निम्ति हामीले आज एकदमै मन लगाएर हिँड्नुपर्छ भनेर त्यो मन परमेश्वरले दिनुभयो। र हिँड्दै गर्दा जति पनि बढेको त्यो ऋणहरू थियो, जति पनि सांसारिकमा पाएको त्यो दुःख कष्ट समस्याहरू थियो, आज परमेश्वरले आफूले लिनुभयो। र मलाई परमेश्वरको काम गर्दै हिँड्दा एकदमै धेरै ऋण लागेको थियो। ऋण त मेरो सांसारिकै हो, र पनि फेरि हिँड्दै गर्दा हरेक समस्याहरू त्यही ऋण किस्ताहरूले गर्दा म धेरै ऋणमा डुबिसकेको थिएँ। र परमेश्वरले भन्नुभएको छ हरेक वचनले है तिमीलाई अब दिने कुराहरू है आज प्रशस्त मात्रामा हरेक वचनमा लेखिएको छ। आज हाम्रो हरेक जस्तै तन मन धनले मेरो आधार गर्नेछ, मेरो प्रशंसा र महिमा गर्नेछ। हामीले शरीरलाई ल्याएर मात्रै पनि होइन, हाम्रो 3 चिजको आवश्यक परमेश्वरमा पर्छ। हामीले धन दिनलाई पनि तुच्छ मन गर्छौँ भने पनि पाउन सक्दैन। आज हामी हस्पिटल जाँदा त्यो औषधि जतिसुकै दियोस् हामीलाई मतलब हुँदैन। आज परमेश्वरको वचनमा चाहिँ जहाँ नचल्ने सिक्का छ। मलाई दुःख लाग्छ कि है जोड्नमा लाग्यो यहाँ। मैले यही हाम्रो चनौटा हिजो मात्रै फेलोसिप भयो। 3 वर्ष फेलोसिप हुँदाखेरि दान चढाएको सिक्का लगभग 1 टोक्रा जति है,
त्यो पैसा मैले हिजो मात्रै ल्याएर अस्ति यहीँ सामान किन्दाखेरि यो पैसा साटेर मलाई केही सामान दिनुहोस् न भन्दा चलेन कि है, त्यो पैसा चलेन। अब यो त वहीँ इन्डिया लिएर जानुपर्छ, इन्डियाको बसै भएको मान्छेले मात्रै लान्छ, यो हामीसँग चल्दैन भन्यो। आज नचल्ने चिज हामीले परमेश्वरलाई दिन्छौँ भने हाम्रो जीवनमा आशिष चल्दैन है। आज परमेश्वरलाई दिने असल चिज, असल वरदान स्वर्गबाट आउँछ। त्यो चिज जब रोप्न थालिन्छ, परमेश्वरलाई खुसी मनले दिएको आशिष नै परमेश्वरले स्वीकार गर्नुहुन्छ। आज त्यसको इनाम र प्रतिफल मैले पनि ऋण गर्दै हिँड्दा रोपेका ती बिउहरू आज परमेश्वरले फलेर फल टिप्ने छोरी बनाउनु भएको छ। आज ऋण धेरै बढेको थियो, 18वटा किस्ता, महिनाको 1,90,000सम्मको किस्ता थियो। श्रीमान हामी परमेश्वरको काम गर्न सँगै हिँड्थ्यौँ, उहाँले पैसा काम गरेर कमाउने त्यो माध्यम कुनै पनि थिएन। 4 वर्ष हिँड्दाखेरि मेरो 8 लाख ऋण थपिएको थियो। सांसारिकको ऋण र मेरो पहिला पछिल्लो ऋण गर्दा 16-17 लाख ऋण पुग्यो र म हिँड्ने बाटोहरू पनि बन्द भइसकेको अवस्था थियो। जब लकडाउन आयो, परमेश्वरले यसरी छुटकारा र आशिष दिनुभयो। मेरो छोरी बढ्दै गर्दा परमेश्वरको हातमा सुम्पेर हिँडेको थिएँ। पढाइको मैले कहिले ध्यान दिएको थिइनँ। जति जे बुद्धि विवेक परमेश्वरले दिनुहुन्छ त्यति नै मैले लिनुपर्छ भनेर छोडेको थिएँ। त्यही छोरीलाई नै परमेश्वरले ज्ञानी बुद्धिमानी बनाउनु भयो, भाइ बहिनी समेलेर घर सम्हाल्ने छोरी बनाउनु भयो। त्यही छोरीलाई नै 12 पढेपछि आज परमेश्वरले पढाइसकेर 12 पढेर आइल्स पढेर परमेश्वरले योजना है पिताको कस्तो हुन्छ कि हामीमाथि हामीले केही पनि आज भनेछ नि, तिमीले मनमा नसोचेका होइन, मनमा नचिताएका कुराहरू मैले दिन्छु भन्नुभएको छ। आज मेरो नानीलाई परमेश्वरले क्यानाडा पुर्याउनु भयो है। मेरो नानी आज क्यानाडा पुगेको 3 वर्ष भयो, यही चैतमा 3 वर्ष हुन्छ। आज परमेश्वरको योजना हामीमाथि कति ठुलो हुन्छ। तिमीहरूको सोच मेरो होइन, मेरो सोच तिमीहरूको होइन भन्नुहुन्छ। आकाश र पाताल जमिनको फरक छ भन्नुहुन्छ। त्यही भएर हामीले मन खुसी भएर उहाँको महिमा र प्रशंसा गरौँ। यसै ठाउँमा पनि ठुला ठुला गवाई कुना काप्चामा रोएर तडपी र बसेकाहरूलाई परमेश्वरले निकालेर ल्याउनुहुन्छ। हामी खुसी हुनु पर्यो। एकजना होस्, मैले त सुरुमा महिमा गर्दा 9 महिनासम्म मेरो 2-3टा बच्चा लिएर मैले महिमा गरेको छोरी हो। मलाई छोरी जन नबुझ्ने जन भनेर दुःख लाग्दैन, किनभने परमेश्वरले चुनेको चाहिन्छ, परमेश्वरले रोजेको चाहिन्छ। तपाईँहरू यहाँ जति आउनुभएको छ पिताको इच्छा र योजनाले आउनुभएको छ। तपाईँ आउँछु भन्दा पनि त्यो दुष्टले रोक्नेवाला दुष्ट हुन्छ। त्यही भएर हामीले मन सधैँ बाँधेर हिँड खुल्ला राखेर हे पिता मलाई चुन्नुभयो, धन्यवाद, सधैँ धन्यवाद चढाउनु, सधैँ खुसी हुनु, सुनिएका वचन र गवाईलाई आत्मसात गर्नु। आज हाम्रो परमेश्वरले नगर्ने केही पनि छैन। आज त्यो छोरीलाई माध्यम बनाउनु भयो। 3 वर्षभित्र त्यो ऋण सबै सकाएर आज पढेर भ्याएर उहाँ गएर पनि नर्स पढ्ने छोरी बनाउनु भयो। आज परिवारलाई सुख शान्ति र समृद्धिमा उचाल्नु भयो। भन्नुहुन्थ्यो मेरो जीवनकालमा मैले केही गर्न सकिनँ, विदेश गएर पनि म ठगिएर आएको मान्छे हो, जेल परेर आएको मान्छे हो, मेरो परिवार मेरो जिन्दगी यस्तै रहेछ भनेर आफूलाई धिक्कार्नुहुन्थ्यो। आज परमेश्वरले उहाँलाई नै योजना बनाएर जापान पुर्याउनु भयो। जापानबाट अहिले छुट्टी आउनुभएको छ। जाने त परमेश्वर जान्नुहुन्छ, छुट्टी त आउनुभयो र छोरीको योजना बाबा मम्मी सँगै बसेर परमेश्वरको कार्य गर्ने हो। बाबालाई घरमा खाँचो छ पठाउने होइन भन्छन्। आज हो विदेश भनेको वैदेशिक रोजगार भनेको हामीलाई त्यो रोजगारको निम्ति जाने हो। आज परमेश्वरको यो राज्यको रोजगार कति अनगिन्ती सेलरी छ हेर्नुहोस् त। जापानमा चाहे 2 लाखै सेलरी किन नहोस्, हामीलाई परमेश्वरले म हिजोको दिनमा के पाउँछौ तिमीहरूले, महिनामा 20,000 उसले सेलरी खान्छ अरे, दिन्छन् रे उनीहरूको मान्छे ठुलो मान्छेले भन्थ्यो। आज हेर्नुहोस् त मेरो सेलरी भनेको अनगिन्ती छ। परमेश्वरले समेल्नै नसक्ने आशिष परमेश्वरले दिनुभएको छ यही धार्मिकताको पछि लाएर हिँड्दा। त्यही भएर हामीले मन बढाऊ। घरको श्रीमान श्रीमतीको मन जब एउटै भएर उहाँमाथि विश्वास गरिन्छ, परमेश्वरले हरेक कुना कुनामा काचामा रहेका आशिषहरू गाडेर हामीलाई दिनुहुनेछ है। परमेश्वरलाई धन्यवाद गर्छु यीशु मसीहको नाममा। समय हाम्रो धेरै छैन है। छोटो छोटो समयमा हामी सबैजना बोल्नु र उत्साहित हुनुपर्छ। हामी टाढा पुग्नु छ पोखरादेखि है यहाँसम्म। आज त्यो 4वटा कोठामा जानको लागि कति दुःख गरेर आउनुभयो, फर्किँदैछौँ, हामी बिचमै छौँ। यो महिमा प्रशंसा गरेर जाँदा सबैको जीवनमा अझै धेरै आशिष थपिएको होस्। हामी सबैले पाइसकेका छौँ। परमेश्वरलाई धन्यवाद गर्छु यीशु मसीहको नाममा। म थोरै वचन जोड्न चाहेँ। हिजो पनि समय पुगेको थिएन, खोलेको वचन मैले पल्टाएको थिइनँ र आज चाहिँ थोरै वचन म जोड्न चाहेँ है। मत्ती 6:33 लेखेको छ। मत्ती 6:33 तिमीहरू अरू थोक भन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर, तब उहाँले तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ है। अरू थोक भन्दा भन्नुभएको छ नि, के होला अरू थोक? हेर्नुहोस् त संसारमा कति चिजहरू कति थोकहरू छ। आज परमेश्वर भनेको अदृश्य, हामीले आँखाले देख्न सक्दैनौँ उहाँलाई। उहाँ अदृश्य हुनुहुन्छ, हाम्रो हृदयमा बास गर्नुहुन्छ।
हामी आँखा बन्द गरेपछि महसुस मात्रै गर्न सक्छौँ। आज उहाँको बारेमा जसले सोच्छ, जसले उहाँको इच्छा गर्छ, जसले परमेश्वरको महिमामा आउने मन गर्छ, जसले यो कार्य योजना आज हेर्नुहोस् न, हामी त आउँदै गर्दा खाना पाक्दैन होला, पछि फर्किँदा खाएर जाने भनेका थियौँ। जब हिजो कार्यक्रम हुन्छ भने सुरु भइसक्यो होइन, कुरा आइसकेपछि सबैजना खुसी साथ खाना रेडी गरेर राख्नुभयो। यो परमेश्वरको निम्ति भोजन हामीहरू निम्ति परमेश्वरको निम्ति गर्नुभयो। तपाईँले त्यो आशिष पाइसक्नु भएको छ खुसी मनले। कोही त ढिलो भयो भनेर खर्च पनि पछाडि लिएर आउनु भइरहेको छ है। आज परमेश्वरले भन्छ नि यो महिमाको निम्ति इच्छा गर्नुहुन्छ नि, परमेश्वरले कति धेरै आशिष दिनुहुन्छ। मेरो एउटा गवाई बनेको अस्ति आउँदा आउँदै है, परमेश्वरले त अनगिन्ती गवाई र आशिष दिनुभएको छ है। यही फेलोसिप कार्य योजना मैले 8 गरेँ। एउटा मन परमेश्वरले दिनुहुन्छ, भन्नुहुन्छ परमेश्वरले तिमीहरूलाई यस्तो मन दिनेछु मैले है, जस्तो मन परमेश्वरको इच्छामा चल्छ त्यो मन हामीलाई दिनुहुनेछ। जब चनौटाको फेलोसिपको योजना 8 सुरु गरियो, मेरो भित्री मनले भनिरहेको थियो, पिता त्यो ठाउँको महिमाको लागि केही न केही असल बिउ मैले रोप्नुपर्छ। जसले त सबैले हामी खाना पकाउँछौँ, हामी यो गर्छौँ ऊ गर्छौँ, आशिष त रोपिसक्नु भएको थियो, फोन गरिसक्नु भएको थियो, र पनि त्यो मौका मैले पाउनुपर्छ पिता। मैले सोचेको थिएँ र हाम्रो अग्रज लिडर्सहरू, हामी सबै लिडर्सहरू जहाँ गएर खाना बस्न गरिनेछ त्यो ठाउँको लागि खर्चको लागि भए पनि मैले रोप्ने मौका चाहिँ पाइसकेँ पिता। मैले मन बनाएको थिएँ। जब त्यो मन गरेर म घरबाट निस्केर आएँ, बिच बाटोमा आउँदाखेरि परमेश्वरले मलाई यस्तो खुसी यस्तो आशिष है मैले सोचेको पनि थिइनँ। मेरो नानीले, मेरो श्रीमान विदेश जाँदाखेरि चाहिँ जापान जाँदाखेरि पैसा 1 गस्ट 7 लाख रुपियाँ मेरो खातामा हाल्दा, ए पिता यो छोरीको कमाइ यति धेरै आयो भनेर म रोएको थिएँ त्यति बेला है। र आज परमेश्वरले फेरि अस्ति मम्मी मलाई कति छ रेन्टी पाएर मेरो मेसेज नम्बरमा पठाइदिनु न भनेर भनेकी थिइनँ। अलिअलि पछिल्लो त्यो मैले सरसापटको यताउता गरेको त्यो पैसा मैले टिपाएर पेपर पठाएको थिएँ। त्यही पेपर हिसाब गरेकी रहेछन्। मम्मीलाई मैले सरप्राइज दिने मेरो मन थियो, त्यो कहिले पुग्छ मलाई पनि थाहा थिएन। मम्मी एउटा सल्लाह गर्नु थियो भनेर भने, के होला भनेको भनिहाल न भनेको, बेलुका भन्छु भन्नुभयो, बाटोमै हो म बेलुका भन्छु भनेर भनिन्। र होइन यही भनिहाल, उहाँ चाहिँ नेट टिप्दैन भनेको। मम्मी तपाईँको खातामा मैले जति बाँकी रहन्छ त्यो पैसा 10 लाख रुपियाँ तपाईँको खातामा हालिदिएको छु है भनेर भन्नुभयो है। आज मैले कति रोपेको थिएँ त्यहाँ है। आज थोरै बिउ भनेको असल राम्रो र थोरै भए पनि पुग्छ, तर असल हुनु पर्यो। बिउ कति रोपेर कति कटनी गर्ने है, त्यो अनुसारको हातमा हामीलाई परमेश्वरले दिनुहुन्छ। त्यही भएर असल बिउ स्वर्गबाट हामीले रोप्ने गर्छौँ। आज त्यसको फल परमेश्वरले दिनुभयो, जसले त्यही वचनले भनेको छ तिमीहरू हेर्नुहोस् त त्यो अलिअलि ऋण गाउँमा हुन्छ नि सापट्टि थोरै त्यहाँ दिनु थियो। मलाई भन्यो भने त्यो देखेको मान्छेलाई देख्दा कस्तो अप्ठ्यारो लाग्छ, र तिर्न पाइयो भने कति आनन्द हुन्छ। त्यही चनौटामा मलाई हो हामीले एक कुरा राख्ने बित्तिकै दिनुभयो, ठिक छ तपाईँलाई दिए आशिष पाउँछौ भनेर छोरी जाने बेलामा दिएको 2 लाख रुपियाँ पैसा चनौटामा मैले दिनु थियो। त्यही पैसा दिनलाई हे पिता म त अर्कोचोटि आउँदा दिने भनेको थिएँ। अब परमेश्वर हजुर जान्नुहुन्छ है भन्दै भन्दै आएको, बिच बाटोमै आउँदा मम्मी पैसा हालिदिएको छु भनेर वहीँ गएर मैले पैसा निकालेर त्यो पैसा हिजो बुझाउन पाएँ कि है। आज परमेश्वरले भन्नुहुन्छ नि है, हामीले नसोचेका कुराहरू दिनुहुन्छ भनेको यही नै हो। परमेश्वरलाई धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। र त्यति थोरै अर्को भजन सङ्ग्रह 126 को 5 मा लेखिएको छ, जसले आँसुको साथमा छर्नेहरूले आनन्द कटनी गर्नेछन्। त्यो हिजोको दिन है भन्नुहुन्थ्यो, कतिले गाली पनि गर्नुहुन्थ्यो। हाम्रो यहाँ म्याडम हामी सुरुदेखि है, उहाँले त्यो बच्चा च्यापेर म खानाको लाइनमा बस्दा मेरो बाबु खोसेर लिएर जानुहुन्थ्यो, तपाईँ खाना पनि सुक्खा पाउनु भएको छैन, खानु तपाईँ खानु भनेर यसरी पनि भन्नुहुन्थ्यो। त्यो दिन मेरो शरीरको मैले 6 महिना हिँड्दा एउटा कुर्ता फेर्थिनँ कि त्यो एउटा शरीरमा लागेको कुर्ता फेर्ने मसँग औकात हुन्थेन, किनभने मैले यो सोचिरहन्थेँ अर्को ठाउँमा परमेश्वरको काम आयो भने म हिँड्नको लागि चाहिन्छ, मैले त्यो खर्च त्यसरी जोगाउनुपर्छ। म लाएर खाएर रमाएर हिँड्ने होइन, मैले फजुल खर्च गर्ने मेरो मन हुन्थेन। आज परमेश्वरले त्यो आँसु भनेको त्यो दुःख त्यो छेडलाई पनि आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर, वचनलाई जोड्नुभयो अघि। आज यस्तो आत्मा लिएर हिँड्दा खुसीले, जसले आँसुमा छर्दै हिँडेका थिए त्यही खुसीले कटनी गर्दै हिँड्ने छोरी आज बनाउनु भएको छ। परमेश्वरलाई धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। परमेश्वर महान हुनुहुन्छ, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। हामीले यो नाम मात्रै होइन उहाँको चाहेको, उहाँको इच्छाको काम गर्दै हिँडौँ। मुखमा परमेश्वर लिने सबैले आनन्द पाएका छैनन्। आज हामी आत्मैदेखि
उहाँलाई आदर प्रेम महिमा गरेर यिनी छोराछोरीको छुट्टै आनन्द छ, छुट्टै प्रतिफल छ, छुट्टै इनाम छ हाम्रो। त्यही भएर हामी खुसी साथ उहाँको महिमा गरौँ। परमेश्वरलाई धन्यवाद गर्छु यीशु मसीहको नाममा। जति जे गवाई वचन भने मेरो चाहत यही छ, परमेश्वरकै कार्य गरेर जीवन बिताउने हो। कहिले स्वार्थ अहङ्कार लोभ र घमण्डलाई अगाडि आउन दिने छैन। पिताले सधैँ उहाँको इच्छामा मलाई डोराएर हिँडाउनु हुनेछ। मेरो गवाई र वचन र चाहतले हरेकको जीवनमा अनगिन्ती आशिष सधैँभरि भइरहोस् रहिरहोस् भन्न चाहन्छु। परमेश्वर पितालाई धन्यवाद गर्छु यीशु मसीहको नाममा। यसै गरी भेडी फारम संस्थापक सञ्चालक संरक्षण अञ्जन सरलाई गवाईको निम्ति उत्साहित वचनको निम्ति धन्यवाद गर्न चाहन्छु परमेश्वर पितालाई मसीहको नाउँमा र धन्यवाद गर्न चाहन्छु आजको हाम्रो कार्यक्रम सञ्चालिका म्यामलाई परमेश्वरको भरिपूर्ण आशिष सधैँ नमस्कार र परमेश्वरलाई धन्यवाद गर्छु मसीहको नाउँमा र परमेश्वर पिता र हाम्रो प्रभु येशू हाम्रो मुक्तिदातालाई पनि धन्यवाद गर्न चाहन्छु हृदयदेखि र परमेश्वरको कार्य गर्ने हाम्रो सर म्यामहरू सबैलाई एकमुष्टमा नमस्कार र साथै परमेश्वरको सन्तानहरू सबैलाई नमस्कार। परमेश्वरको भरिपूर्ण आशिष। त आज हामी परमेश्वरको महिमा आराधना प्रशंसा गर्नको निम्ति परमेश्वरले चुन्नुभएको यो सुन्दर समय सुन्दर घडी सुन्दर यस स्थानमा आज परमप्रभुले उहाँको महिमा आराधनाको निम्ति हामीलाई शरीरमा यस स्थानमा जुटाउनु भएको छ र परमेश्वरलाई धन्यवाद गर्छु म यसको नाम त हाम्रो परमेश्वर पिता हाम्रो प्रभु येशूको निम्ति सबैजनाले सुसम्मानको ताली बजाउनु है। परमप्रभु परमेश्वरको महिमा भएको होस् आराधना भएको होस्। परमेश्वरलाई धन्यवाद गर्छु म यसको नाउँमा। गवाईहरू भन्नुभयो कति ठुल्ठुलो है। आज परमेश्वरले गरिदिनु भएको हरेक कार्यहरू जो असम्भव थियो हाम्रो जीवनमा त्यो चिजहरू आज हाम्रै आँखा अगाडि परमेश्वरले सम्भव गरेर देखाउनु भएको छ है। आज हाम्रो साथमा परमप्रभु परमेश्वर हुनुहुन्छ कि हुँदैन? हुनुहुन्छ है। आज हर दुःख कष्टबाट छुटकारा दिनुभएको छ नि हामीलाई परमेश्वरले है। आज हामीलाई लाग्थ्यो जीवनभर म यस्तै रोगी भएर बस्ने हो कि यस्तै पिरमा भएर बस्ने हो कि मेरो श्रीमान यसरी जाँड खाएर हिँड्ने हो कि है मेरो श्रीमती यसरी घाउमा कुरेर काटेर हिँड्ने हो कि थियो नि त डर। तर आज त्यो सबै डरबाट छुटकारा दिएर संसारलाई हामीलाई प्रेम गर्ने प्रेमको बाबा हाम्रो पिता परमेश्वरले हामीलाई एक बनाउनु भएको छ कि छैन? छैन है। अझै आमाले कति बजासँग गवाई भन्नुभयो। आज हिजो श्रीमान एकातिर होइन आफू एकातिर एउटै शरीर दुई भाग भएर एउटै मन दुई भाग भएर एक पोलापोल गरेर कल झगडा गरेर हिँडेको थियो। तर आज परमप्रभु परमेश्वरले त्यो प्रेमको शिक्षा त्यो जीवनको शिक्षा है जीवन र मृत्युको शिक्षा सबै कुरा दिलाउनु भयो र आज के गर्नुभयो एक गराउनु भयो। आज सबैजना हाँसी खुसी एकसाथ परिवारमा भएर के गर्नुभएछ बस्नु भएको छ। यसमा परमेश्वरलाई हामी सबैले धन्यवाद दिनुपर्छ। पर्छ कि पर्दैन? त जोरदार ताली लगाउनुहोस् परमेश्वर पितालाई है। परमेश्वर देखावटी प्रशंसा र देखावटी आराधना चाहनुहुन्न। परमेश्वर चाहनुहुन्छ त अन्तर हृदयदेखि। जब तपाईँले परमेश्वरको आराधना महिमा प्रशंसा गर्नुहुन्छ अन्तर हृदयदेखि गर्नुपर्छ के अन्तर दिलबाट गर्नु पर्यो। बाहिर देखाउनका लागि ओहो सर म्यामहरू आउनु भएको छ आत्मा सवादको दिन हो महिमाको दिन हो भनेर देखावटी उपस्थिति होइन। हामीले सच्चा उपस्थिति अन्तर हृदयदेखि उहाँको महिमा आराधनाको निम्ति हामीले हाम्रो उपस्थितिलाई उहाँको महिमामा चढाउन सक्नुपर्छ है। र परमेश्वरलाई धन्यवाद गर्छु म सिएससीको नाममा। थोरै गवाई छोड्न चाहेँ। धन्यवाद परमेश्वरलाई म सिएससीको नाममा। परमेश्वरले ल्याउनु भयो आज भला चङ्गा राख्नु भएको थियो। परमेश्वरले कृपा गर्नु भएको थियो आउनु भएको छ। उहाँलाई परमेश्वरको भरिपूर्ण आशिष। ल हल्ला नगर्नु म एउटा गवाई भन्छु है। आज परमेश्वरमा हरेक चिज सम्भव छ क्या। हामीलाई देख्दा अचम्म लाग्न सक्छ सुन्दा अचम्म लाग्न सक्छ। उहाँ अदृश्य हुनुहुन्छ हामीले देखेका छैनौँ तर पनि उहाँहरूले ठुला ठुला प्रमाणहरू हाम्रो अगाडि पेस गर्नु भएको छ क्या। हाम्रो अगाडि त्यो कार्य गरेर देखाउनु भएको छ। एउटा गवाई चढ्न चाहेँ। एकजना आमा हुनुहुन्थ्यो बिरामी हुने रगतै वाग्ने है। त्यसपछि उहाँलाई चेकअपको निम्ति पोखरा लगियो। पोखरा लाग्दाखेरि चाहिँ पोखराको फिस्टेल हस्पिटलले क्यान्सर भएको छ भनेर भन्यो।
जब क्यान्सर भइसक्यो भएपछि त भयभीत हुने भयो नि त। एउटा मान्छेलाई रोग लागेपछि डर हुन्छ, भयभीत हुने भयो। तब त्यो भइसकेपछि उहाँहरू परमेश्वरको राज्य धार्मिकतामा जुटिराख्नु भएको थियो। तब चेकअप गर्दाखेरि क्यान्सर भएको छ तपाईँलाई भन्नुभयो पोखरामा। त उहाँहरू फेरि विश्वास नलागेर यो हुन सक्दैन भनेर उहाँहरू फेरि चेकअपको लागि काठमाडौँ जानुभयो है। तब काठमाडौँ गइसकेपछि त्यो क्यान्सरको सबै चेकहरू गर्दाखेरि अब त्यो के चेक गर्न पर्ने रहेछ। त्यो चेक गर्दाखेरि त्यो भित्र मेसिनमा पुरै चेक गरेर बाहिर निस्केर चाहिँ एकदम मान्छे शिथिल हुने, डर लाग्ने हुन सक्यो। अनि जब त्यो आमा चाहिँ यहाँदेखि प्रार्थना गर्दै जानुभयो, आमा छोरीहरू सबैजना प्रार्थना गर्दै जानुभयो काठमाडौँसम्म, र त्यो मेसिनमा हाल्ने बेला नै आमाले अन्य भाषा गर्दै भित्र हाल्नु त्यो चेकअप गर्न जाँदाखेरि भित्र लिएर गइसक्यो। अनि सबैजना त्यो क्यान्सरको चेकअप गर्दाखेरि भित्र जाँदाखेरि निस्किँदाखेरि सबैजना कोही रोएर निस्किने, कोही दुख्यो भनेर निस्किने। आमा चाहिँ अन्य भाषा गर्दै भित्र जानुभयो, अन्य भाषा गर्दै बाहिर ठमठम हिँडेर आउनु भएछ क्या है। अनि डक्टरहरूले सोध्छ होइन तपाईँले के गर्नुभएको, तपाईँ त सबैजना दुख्यो भन्छ, करायो भन्छ, तर तपाईँ त ठमठम हिँडेर आउनुभएको छ। अनि बोलेको गर्नुभएको थियो मनमा नै, के गर्नुभएको तपाईँले भन्दाखेरि मैले मेरो परमेश्वरसँग मागेको छु मलाई शक्ति सामर्थ्य दिनुहोस् प्रभु, यो चेकअप देखावटीको निम्ति मलाई केही हुँदैन प्रभु भनेर मैले मागेको अन्य भाषाद्वारा भन्दाखेरि डक्टरले हो सबैले ईश्वरलाई मान्नुपर्छ भनेर उहाँहरूले पनि भन्नुभएको छ। र त्यसको रिपोर्ट वहीँ 3 दिन बसेपछि रिपोर्ट आयो। रिपोर्ट आउँदाखेरि पोखरामा क्यान्सर भनेर प्रुभ गरेको उहाँ चाहिँ क्यान्सरै छैन भनेर रिपोर्ट आयो क्या। र अहिले आमातिर हामी त हरेक ठाउँमा जोड्दै परमेश्वरको महिमा गर्दै हुनुहुन्छ। हेर्नुहोस् त आज हरेक चिजहरू हामीलाई त सुन्ने बित्तिकै त डर हुन्छ क्या। जब तपाईँले कुनै पनि कुरामाथि डर पैदा गर्नुहुन्छ तपाईँ कमजोर हुनुहुन्छ। तपाईँले सोच्नु पर्यो मलाई परमप्रभुले चुन्नु भएको छ, म परमेश्वरको सन्तान हो, म त्यो भएर डरमा बाँच्न चाहदिनँ। म विश्वास गर्छु मेरो परमेश्वरले मलाई बचाउनु हुनुहुन्छ, मेरो उद्धारकर्ता हुनुहुन्छ, मेरो सुरक्षा हुनुहुन्छ, मेरो शरणस्थान हुनुहुन्छ। यस्तो सानोतिनो कुराहरूमा म डराउँदिनँ। म निडरको आत्मा लिएर म परमप्रभुसँग प्रार्थना गर्छु, मलाई उहाँले बचाउँछु भनेर तपाईँले आत्मामा विश्वास गर्नुहोस् त। तपाईँको निम्ति हरेक चिजहरू परमप्रभुले आशिषको रूपमा परिणत गरेर तपाईँहरूलाई अनुग्रह र आशिषमा राख्नुहुनेछ है। र परमेश्वरलाई धन्यवाद गर्छु। म शेषको नाममा थोरै वचन गर्न चाहेँ। भजन सङ्ग्रह 27:1मा लेखिएको छ, परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ। ल हेर्नुहोस्, परमप्रभु हाम्रो परमेश्वर को हुनुहुन्न, हाम्रो ज्योति र मुक्ति हुनुहुन्न। हामीलाई अँध्यारो भयो भने लाइट चाहिन्छ क्या, चाहिन्छ नि है उज्यालोको निम्ति। त्यस्तै हाम्रो जीवनमा अन्धकार जो रोगको शोकको हरेक जो जति पनि हामीमा अन्धकार छ त्यो अन्धकारलाई हटाउने वाला ज्योतिको हुनुहुन्छ हाम्रो परमेश्वर पिता हुनुहुन्छ, हाम्रो मुक्तिदाता हुनुहुन्छ। र मैले कसको भय मान्नु, परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, म कोसँग भयभीत हुनु। हेर्नुहोस् त हरेक चिजबाट हामीलाई छुटकारा दिने हाम्रो परमप्रभु हाम्रो परमेश्वर हाम्रै साथमा हुनुहुन्छ है। परमेश्वरले भन्नुभएको छ नि त, तिमीहरू मेरो मन्दिर हो, म तिमीहरूको हृदयमा शरीरमा बास गर्छु भन्नुभएको छ। आज हाम्रो जिउँदो परमेश्वर कोसँग हुनुहुन्छ, हामीसँगै हुनुहुन्छ। त हामी कसैको डर मान्नु पर्दैन, किनकि हामीलाई सुरक्षा गर्नेवाला हाम्रो परमप्रभु हाम्रो साथमै हुनुहुन्छ है। र परमेश्वरलाई धन्यवाद गर्छु म शेषको नाउँमा। त्यही भएर आफ्नो हृदयदेखि परमप्रभुमा विश्वास गरौँ। यदि जीवन नै आज परमप्रभुले जीवन दिनुभयो, सुख दिनुभयो, आनन्द दिनुभयो, मेलमिलाप दिनुभयो, प्रेम दिनुभयो, र त आज हामी सबै एकसाथ छौँ। हरेक घटीकमी पुरा गर्ने पिताको महिमाको निम्ति हामी जहाँ जसरी पनि उपस्थित हुन सक्नुपर्छ है। र परमेश्वरलाई धन्यवाद गर्छु म शेषको नाउँमा। आजलाई दिन बताउन चाहे परमेश्वरको सत्य जीवित वचन र गवाईद्वारा यहाँहरूको जीवनमा अनुग्रह आशिष भएको होस्। परमेश्वरलाई धन्यवाद गर्छु म शेषको नाउँमा। अगुवा शिक्षकहरू सबै हामी सबैलाई है परमेश्वरको धेरै आशिष र मेरो तर्फबाट मेरो परिवारको तर्फबाट सबैलाई एकमुष्ट नमस्कार। र यो आजको महिमाको लागि 3 घण्टा सञ्चालिका बहिनीलाई पनि परमेश्वरको धेरै आशिष। जे घटी कमी छ यसै घडी परमेश्वरले पुरा गरिदिनु हुनेछ। त परमेश्वरलाई धन्यवाद मसीह येशूको नाउँमा। र आज परमेश्वरले हामीलाई प्रेमको भावनाले एकगट्ठा गराएर हरेक ठाउँमा परमेश्वरको राज्यमा
यसरी नै महिमा गर्दै हिँडाल्नु भएको छ र हाम्रो परमेश्वरको निम्ति, हाम्रो जगतको मालिक सृष्टिकर्ता हाम्रो बुबाको निम्ति, हाम्रो येशू प्रभु गुरुको नाउँमा सबैले एकसाथ ताली बजाउनु होला। परमेश्वरलाई धन्यवाद। मसीह येशू गुरुको नाउँमा आज परमेश्वरकै नाउँमा आज मिठो ताजा भजन खुवाउनु भयो। त्यसको लागि जसले दुःख गर्नुपर्छ, जसले आफ्नो मणिपसबाट खर्च गर्नुभएको छ, त्यो मणिपसमा पनि भरिभराउ आशिष जुन भण्डारबाट झिकेर बनाउनु भएको छ, त्यो भण्डारमा भरिभराउ आशिष नीति गर्नुभएको छ, दुःख गर्नुभएको छ, कष्ट गर्नुभएको छ, सबैको जीवनमा भरिपूर्ण सम्पूर्ण आशिष परमेश्वरले दिनु भइसक्यो है। मेरो मती 3को 10 है, 3को 6बाट परे नै हुन्छ है। र उहाँले के भन्नुभएको छ भने मेरो निम्ति हैन, मलाई तिमीहरूले लुटेका छौ, तिमीहरूले मलाई लुटेका छौ, तर तिमीहरूले भन्छौ हामीले कसरी लुट्यौँ र तिमीहरूले भन्छौ होइन, मलाई लुटेका छौ, राष्ट्रले पनि मलाई लुटेको छ, यसरी भन्नुभएको छ है। र आज हामीले तिमीहरूले मेरो भण्डारमा भजन रहोस् भनेर मलाई जाँचेर हेर, मेरो भण्डारमा भजन होस् भनेर ल्याउनु पर्ने ल्याऊ है, गर्नुपर्ने गर। म तिमीहरूलाई स्वर्गको पानीको बाँध खोलेर दिन्छु। त्यो वचनलाई हेर्नु होला र तिमीहरूलाई सताउनेहरूलाई म हप्काउने छु र तिमीहरूको अन्न बाली स्वा गर्नेलाई म होइन म तिनीहरूलाई पनि म नाश गर्नेछु भन्नुभएको छ है। हेर्नु होला, वचन खोलेर हेर्नु होला, मती 3को 6देखि है, त्यहाँ सबै लेखेको छ। हामीले त्यत्तिकै भन्ने नि होइन होइन, हामीले माथि बढाउनु नि हुँदैन, तल घटाउनु नि हुँदैन र हामीले त्यो अनुसार हामी चल्ने हो भने स्वर्गको पानीको बाँध खोलेर दिन्छु कि दिन्न, मलाई जाँचेर हेर भन्नुभएको छ। र आज त्यसलाई जाँचेर हेर्नु होला, यही अनुसारको तपाईँहरूले पाउनुहुनेछ है, परमेश्वरले दिनुहुनेछ। आज हामीलाई होइन अनुभव भएको छ, आफैलाई अनुभव गरियो र लिडर्सहरूलाई जनहरूलाई पनि देख्दा कसरी चलेकोलाई कस्तो आशिष आएको छ र कसरी चलेकोलाई कस्तो आशिष आएको छ भन्ने कुराहरू पनि हामीले देखेका छौँ है। परमेश्वरलाई धन्यवाद। मसीह येशू गुरुको नाउँमा मलाई त्यही होइन अगुवाई आयो, त्यही भने है। तपाईँहरूले पनि हेर्नुहोला, वचनलाई हेरेर एक घडी माथि नथोक्नु होला, एक घडी तल नघटाउनु होला। हामी परमेश्वरलाई लेखा जोखा दिनुपर्छ भनेर हामी सही सत्यता बोल्नुपर्छ, सही सत्यता डराएर बोल्नुपर्छ, डराएर भन्नुपर्छ, डराएर सिकाउनु। परमेश्वरले हामीलाई तल होइन माथि, पछि होइन अगाडि होइन, परमेश्वरले राख्नुहुनेछ र हामी त्यही अनुसारले चल्यो भने हामी गरिब पनि हुने छैनौँ, हामी धनी हुँदै जानेछौँ। धनी बनाउनुहुन्छ परमेश्वरले। हो तिमीहरूको होइन, मानिसले चमत्कारको कामहरू नदेखेसम्म विश्वास गर्दैन, हो कि होइन? हो कि होइन? चमत्कारको कामहरू देख्नलाई हामी पनि वचन अनुसार चल्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ र वचन अनुसार चलेको र आज्ञा पालन गरेको भन्नेको हामी मुखले मात्रै भनेर होइन है। भन्नुभएको छ परमेश्वरको सत्य वचनले, प्रभुले भन्नुभएको छ प्रभु भनेर म प्रसन्न छैन, प्रभु भनेर म प्रसन्न छैन, ओठले मात्र प्रभु भनेर म प्रसन्न छैन, म हृदयदेखि विश्वास गर्नुपर्छ र बल्ल उहाँ प्रसन्न हुनुहुन्छ है। हामीले के गर्नु पर्यो?
विश्वास गर्छु तर ओठले मात्रै विश्वास गरेर भएन। हृदयदेखि विश्वास गरौँ भने हामीलाई कतै खोज्नु जानु नि पर्दैन, कतै कम होइन, कतै कहाँ गएर पाउँला, कहाँ गएर भेटाउँला भनेर ढकढक्याउनु नि पर्दैन के। हामीले ढकढक्याउने भनेको मोती साथको साथमा लेखिएको छ, ढकढक्याउ त उगारिनेछ, खोज त भेटाउनेछौ होइन, खोज त भेटाउनेछौ, माग त दिइनेछ भन्नुभएको छ। त्यत्तिकै मागेर होइन के, त्यत्तिकै ढकढकेर होइन के। हामी वचनद्वारा चल्ने हो भने त्यत्तिकै भेटाइन्छ, त्यत्तिकै होइन दिइने, ढकढके त्यत्तिकै उगारिन्छ, त्यत्तिकै के हुन्छ पाइन्छ। हेर्नुहोस्, मैले अनुभव पाएको कुरा मलाई यस्तो प्रकट आएको, मोती साथको साथमा माग त पाइन्छ होइन, माग त दिइनेछ, ढकढक्याउ त उगारिनेछ, खोज त भेटाउनेछौ भन्नुको अर्थ हामीले कामै गर्दैनौँ भने कसरी पाउँछ त नि। हेर्नुहोस्, आज तपाईँको यहीँ हाम्रो अगाडि यो गहुँ लगाएको छ, गहुँले कति राम्रो फल दिएको छ, कति राम्रो भइराखेको छ है। यहाँ गाँजो छ, यहाँ के फल दिएको छ, यहाँ के उम्रेछ, झार उम्रेछ। यही शादीमा यहाँ के उम्रेको छ, यो पनि एउटा झार जस्तै भयो होइन। त्यस्तै हामीले पनि परमेश्वरलाई हामीले कामद्वारा देखाउनु, तर परमेश्वरले हामीले मागेको प्रार्थना गरेको घुँडा टेक्नु पनि पर्दैन के। घुँडा टेकेर प्रार्थना गरे पाइन्छ भन्नुहुन्छ, घुँडा टेकेर प्रार्थना गर्नु नै पर्दैन। यो मनले ठ्याक्क सोच्नुहोस् त्यो पुरा, यो मनले ठ्याक्क सोचेपछि त्यो पुरा परमेश्वरले गर्नुहुन्छ कि। हामी त्यो वचन अनुसार चल्नु सक्नु पर्यो। त्यो घुँडा टेकेर प्रार्थना गरेको छ पाएको छैन, घुँडा टेकेको छ पाएको छैन, मागेको छ ढोका बन्द गरेको छ पाएको छैन, अनि खै त भएको यो होइन है। यस्तो चाहिँ कहिले पनि नसोच्नु होला। हामीले पाउनलाई कामै गर्नुपर्छ, मनैदेखि लाएर है। त परमेश्वरले हाम्रो रोगहरू त निको पारिदिनु भयो, हाम्रो शोकहरू निको पारिदिनु भयो, अनि फेरि धनी बनाउने सम्पत्ति दिने पनि हामी कसरी चल्ने त भन्ने कुरा है त्यसमा छ कि। धनी बन्नु मन छ कि छैन, धनी बन्नु मन छ कि छैन, छ है। धनी बन्नु मन छ भने, धनी बन्नु मन छ भने परमेश्वरको काम गर्नुहोस् है, परमेश्वरको काम गर्नुहोस्। परमेश्वरले धनी बनाउनुहुन्छ, गरिबमा त राख्दै राख्नुहुन्न। के तपाईँहरूलाई दिनभरि काम गरेर जानुहुन्छ, परमेश्वरको महिमा गरेर जानुहुन्छ, आज बेलुका भोकै बस्नुहुन्छ, जसरी पनि खानुहुन्छ है, जसरी पनि परमेश्वरले खुवाउनुहुन्छ, नाङ्गै पनि हुँदैन, भोको पनि हुँदैन। अनि त्यो परमेश्वरको काम नगर्नेहरू पनि दिनभरि मजाले काम गर्नुहुन्छ, खाने त्यही हो होइन, हो कि होइन। हामीले त्यसरी नै बुझ्नुपर्छ। परमेश्वरको काम गरेर हामी भोको कहिले पनि हुँदैनौँ। हो भन्छ मान्छेले, तिमीहरू परमेश्वरको काम गरेर के पाउँछ हो, त्यो भन्दाखेरि तपाईँहरूको होइन बिचमा हो त नि, परमेश्वरको काम गरेर आइन्छ के पाइन्छ र, यो होइन, कहिले पनि नसोच्नु त्यो। हामीले परमेश्वरको काम गरेको छु, आजको लागि पनि गरेको छु, भोलिको लागि पनि गरेको छु, यो सोच्नुहोस्। आज गरेको काम आज नै होइन कि, आज गरेको काम आज पनि हो, भोलि पनि हो, यो सोचेर गर्नु होला परमेश्वरको काम है। त परमेश्वरलाई धन्यवाद गर्छु मसीह येशूको नाउँमा। गवाई भनौँ भने जीवनै गवाई छ मेरो है। परमेश्वर चिनेको मैले 16-17 वर्ष भइसक्यो होइन। परमेश्वरले मलाई मेरो जीवनमा हर पाइला हर जीवनमा प्रशस्त मात्रामा आशिष दिनुभएको छ। म गवाई भन्दिनँ होइन। मेरो जीवनमा नभएर मैले खेतखोलमा पनि प्रशस्त मात्रामा आशिष दिनुभएको छ परमेश्वरले। मैले पोखरा बिराउटामा मैले काम गरेको धेरै वर्ष भइसक्यो। त्यो स्थानबाट जाने ठाउँमा पनि म हरेक महिनामा जान्छु है। भिमादमा म महिनामा भिमाद साइडमा म 2 महिनामा दुई
हप्ता जान्छु। त्यसरी जाँदाखेरि निन्दा विरोध त कति आउँछ है, कति आउँछ। क्रिस्चियन यिनीहरू क्रिस्चियन हो नि भन्छन् होइन। अनि हामीलाई गाली गर्ने पनि कति भए। गाडीमा हामीलाई पितालाई धन्यवाद थुकी गाली गर्यो है। यस्तो थुकी गाली गर्यो बसमै। त्यो सम्झिँदा कस्तो दुःख लाग्छ। थु गरेर थुक्यो। म एकछिन त सहेँ होइन, सहेँ भएन। मैले पनि परमेश्वरलाई धन्यवाद दिएँ। थुक्यो, थुक्नुसँग थुक्यो, गाली गर्नुसँग गर्यो। त्यस्तै गरेर हामी गाउँमा गयो। गाउँमा एकदमै पीडित के एकदमै थला परेको त्यो जस्तो नराम्रोले बिगारेर बिस्तारामा परेको के त्यो ठाउँमा हामी जान्छौँ है। महिनाको एकचोटि र पार्वती बहिनीले चलाउने ठाउँमा होइन, महिनामा एकचोटि जान्छौँ सोमबार लेडिज मिटिङमा। र त्यो दिनमा त्यसरी भदौको समय थियो, भदौमा हो त्यो। त्यसरी गाली गर्यो त्यो एकजना मान्छेले। म कसैलाई नि मन पर्दैन, म इसाई धर्म मान्ने मान्छे, म कसैलाई नै मन पर्दैन भनेर गाली गरेको गर्यो है। त्यसरी गाली गर्यो र सधैँ गइयो है। सर म्याडम थु गरेर थुक्यो। धन्य पिता। हामी त सर म्याडम त तपाईँलाई नि सर भन्छौँ, हामी सबैलाई सर म्याडम भन्छौँ। तपाईँले के सोच्नु भएको छ भने मैले है। अनि त्यसरी नै गएर महिमा गरियो, आइयो। त्यसको आशिष आज परमेश्वरले मेरोमा आएर खोल्दे यस्तो परमेश्वरले आशिष दिनुभएको छ है। यति गाउँमा जाँदा यति भनाइ खाइन्छ होइन, यति सहर बजारमा नि कति भनाइ खाइन्छ। यही विषयमा हामी कति सहनु परेको छ, कति दुःख भोग्नु परेको छ। यसु प्रभुलाई त त्यस्तो दुःख दिएको थियो, तर अझै पनि मेरो मनमा लाग्छ हामीले त के दुःख भोगेका छौँ र। हामी त एउटा होइन, मर्नु त परेको छैन नि, दुःख भोग्नु परे पनि भनेर होइन। झन् मेरो हियाप बच्छ कि मलाई विश्वास बच्छ। र उसले थुकेको थुक प्रशस्त आशिष। हेर्नु यसु प्रभुलाई नि कति काँटी ठोकेको थियो होइन, क्रुस ठोकेको थियो, कति थुकेको थियो, त्यो सहनु भएको थियो। आज हामीले पनि होइन जति सहयो त्यति परमेश्वरले आशिष दिनुहुन्छ, त्यति आशिष लाग्छ र हामीले सहनुपर्छ। उल्टै झगडा गर्नु हुँदैन है। हामी सहनशील हुनुपर्छ। हामी परमेश्वरको सन्तान सहनशील हुनुपर्छ। हाम्रो स्वभावहरू देखाउनुपर्छ। जो विश्वासी भएर अविश्वासीहरूको बिचमा हामीले सहनशीलता देखाउनुपर्छ। हामी अनुशासनमा रहनुपर्छ, हामी प्रेममा रहनुपर्छ र हामी वचनमा रहनुपर्छ, वचन अनुसार चल्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ है। त परमेश्वरलाई धन्यवाद गर्छु म येशूको नाउँमा। र गवाई त कति हो कति छ है, गवाई त म भनेन है। यूहन्ना 17:17 हेर्दाखेरि भनेको छ, सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस् होइन। सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्। तपाईँको वचन सत्य हो, हाम्रो परमेश्वरको वचन सत्य हो। सत्यद्वारा हामीले के गर्नु पर्यो? अरूलाई पवित्र पार्नु पर्यो है। त्यो हामीले सुसमाचार सुनाउने हो, ल्याउने काम परमेश्वरको है। त परमेश्वरलाई धन्यवाद गर्छु म येशूको नाउँमा। हामी सत्यको परमेश्वरको सन्तान हो। सत्य बोल्नुपर्छ, सत्य काम गर्नुपर्छ, सत्य बाटो हिँड्नुपर्छ। हामीले कसैलाई मानिसलाई माथि होइन, कसैलाई तल, कसैलाई पछि, कसैलाई अगाडि गर्नु पर्दैन। हामीले परमेश्वर पितालाई माथि पारेपछि हामीलाई परमेश्वरले सिधै माथि गर्नुहुन्छ। त परमेश्वरलाई धन्यवाद गर्छु म येशूको नाउँमा। यो
सत्य वचन मेरो होइन उत्साह मेरो मुखबाट जे उत्साह आयो त्यही उत्साह गरेँ परमेश्वरद्वारा पवित्र आत्माद्वारा परमेश्वरलाई धन्यवाद गर्छु सबैलाई परमेश्वरको धेरै आशिषमा मण्डलीलाई आशिष बढ्दै बढ्दै जाओस् विश्वासमा बढ्दै जाओस् ज्ञान बुद्धिमा बढ्दै जाओस् प्रेममा बढ्दै जाओस् परमेश्वरलाई धन्यवाद म येशूको नाममा परमेश्वरलाई धन्यवाद आज म्याडमले उत्साहित गरेर तिरौटाबाट माया म्याडमले उत्साहित गरेर जानुभयो अब यसै स्थानको अगुवा सुशीला म्यामलाई बोलाउन हार्दिक अनुरोध गर्दछु धन्यवाद गर्छु स्वर्ग र पृथ्वीका राजा तिनै लोकका सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा र जति पनि आज हाम्रो अगुवाई अब हेमा म्यामदेखि लिएर है ठिमा म्याम बेल सर जति पनि हाम्रो अध्यक्ष सर है अन्जान सर चन्द्र म्याम सर र एकदम सरहरूमा सम्पूर्ण है र जति परमेश्वरको अगुवाईहरू आउनुभएको छ परमेश्वरको राज्य र धार्मिकता काम गर्ने एकमुष्ट है र सम्पूर्णलाई मेरो हृदयदेखिको शिर निहुराएर नम्र नमस्कार गर्छु प्रभुको अनुग्रह आशिष र आज परमेश्वरले यस ठाउँमा नसोचेको कारणले है आज उत्साही फेलोसिप चुन्नुभयो आज सोचाइ नै थिएन है र परमेश्वरको योजना र आज यस स्थानमा जति पनि है परमेश्वरको पुत्र जति पनि जस्तो ठाउँमा गयो उस्तै भेष गर्नु भनेर प्रभुले भन्नुभएको थियो र आज यो ठाउँमा आएको छौँ घटी कमी के भयो है अब अघि पछि त परमेश्वर जान्नुहुन्छ है अगुवाईमा प्रति म एकदम हृदयदेखिको नमन नमस्कार गर्न क्षमा चाहन्छु है परमेश्वरसित क्षमा चाहन्छु र आज सत्य ईश्वर चिनाउनु भयो हाम्रो अग्रज सर म्याम हजुरहरूलाई प्रभुको अनुग्रह आशिष र आज यस स्थानमा पनि परमेश्वरले चुन्नु भएको दिन हो हामीले परमेश्वरलाई चिनेको होइन परमेश्वरले हामीलाई चुनेको दिन हो र हामी हराएका भेडा थियौँ परमेश्वरले हामीलाई खोजेर ल्याउनु भएको भन्छु म चाहिँ है र परमेश्वर कहिले पनि हराउनुहुन्न कि हामीलाई परमेश्वरले खोज्नु भएको भेट्टाउनु भएको परमेश्वरलाई त हामीले फेला पारेर हिजो हामी पापी थियौँ दलदलमा थियौँ अन्जान थियौँ र रीतिले रित्ताका थियो सकाएको थियो थितिले थिचिराखेको थियो अन्धकारमा त्यही चाहिँ के त हाम्रो पिता पुर्खाले सिकाउनु भएको थियो त्यसैमा हामी हिँडेका थियौँ र आज उज्यालो ज्योति र आदि र अन्त्यका परमेश्वर हाम्रो अग्रज अगुवाईहरूले हामीलाई चिनाउनु भएको है र उहाँहरूलाई मेरो हृदयदेखिको नमन गर्छु र मेरो अगुवाई हुनुहुन्छ हाम्रो हेमा म्याम है हेमा म्यामद्वारा हामीले सुसमाचार पायौँ र आज एउटा अगमवक्ता हाम्रो सबैजना आउनुभएको छ परमेश्वरले स्वर्गदूतको रूपमा र अहिले यो कलिजुगको जमानामा एउटा अगमवक्ता चुन्नु भएको सम्पूर्ण हाम्रो माझमा को आउनुभएको मानवद्वारा परमेश्वर आउनुभएको छ जति बोल्नुभयो परमेश्वर बोल्नुभयो उहाँद्वारा है यो विश्वास गर्नुहोस् र किन भन्दा हामीले आज यस स्थानमा पनि मेरो भाउजूद्वारा परमेश्वरले सुसमाचार ल्याउनु भयो तिहारको टिका लाउन जाँदा तनाउदेखिको है र आज चाहिँ के त यो स्थान परमेश्वरको राज्यको र धार्मिकताको थलो बनेको छ हामीले मानवताले बनाएको एउटा मन्दिरमा विश्वास गर्थ्यौँ भने परमेश्वरले बनाएको मन्दिर यो स्थानमा पनि बस्यो है र म त्यसैमा गर्व गर्न चाहन्छु र जति हामी यो स्थानमा आएका छौँ परमेश्वरले हिजो दलदललाई दुःखमा परेकालाई प्रभुले चुन्नुभयो र कति ठुला हाम्रो यही स्थानको के अरे सञ्चालिका है कमला दिदीले कमला म्याडमले पनि गवाइदिनु भयो हिजो यो ठाउँमा हराएको थिएँ मेरो श्रीमती यस्तो थियो भन्नुभएको थियो जो दुःखमा परेको छ त्यसैले परमेश्वर चिन्न सक्छ र आज मैले पनि परमेश्वर त्यसरी नै चिनेको थिएँ मैले परमेश्वर चिनेको थिइनँ पहिला म मुटुको रोगी थिएँ पाटेघरको रोगी थिएँ पायसको रोगी थिएँ र मैले चाहिँ श्रीमानलाई सधैँ बिहा गर्नुहोस् भनेर भन्थेँ ती तीनजना बच्चाहरू सानो थिए र ओछ्यानमा हराएको स्थिति थियो बिहामा खाए बेलुकी के खाम बेलुकी खाए बिहामा के खाम भन्ने थियो डुम्रेको हस्पिटलमा 3000 पैसा लिएर जाँदाखेरि 13000 बिल निस्केर हस्पिटलबाट कानको गहना सुनारका बेचेर बिल तिरेर आउने व्यक्ति मै थिएँ त्यो
डुबेर अहिले भन्दा 14-15 वर्ष अगाडि 6 लाख रुपियाँ ऋणमा डुबेर छोरोले पराशर कलेजमा फर्स्ट भएर पढ्दाखेरि पनि एउटा कापी कलम किन्न नसकेर छोरोलाई निशुल्क पढाउँछु भन्दाखेरि पनि पढाउन नसक्ने व्यक्ति पनि मै थिएँ है। र आज प्रभुले यो स्थानमा ल्याउनु भयो। र किन भन्दा यसरी हजुरहरूले सोच्नु होला यो क्रिस्चियन हो यस्तो उस्तो भनेर यो धेरै फैलाएर मान्छेको भरममा नपर्नु होला। यो आफूले जज गर्ने कुरा हो है। म एउटा ठकुरीको छोरी हुँ, ठकुरीको बुहारी थिएँ। हिजो मैले पाप पालेको थिएँ, ममा अहङ्कार थियो। ईश्वरले त नर र नारी सृष्टि गर्दाखेरि नर र नारी उत्पत्ति 2 को वचनले बताएको थियो, तर आज जातित्वको मानवतामा थियो। एउटा ठकुरीको बुहारी कुखुराको मासु खानुहुन्न, अरूले छोको खानुहुन्न भन्दा त अहङ्कार ममा पनि थियो। शनिबारको व्रत लिन जान्थे, पिपलको फेदमा चढाउने पानी अरू जातले छोइदियो भनेर रिसाउने व्यक्ति म पनि थिएँ। कति पापी रहेछु म है। र आज चाहिँ यो कुरा बुझ्दै आउँदाखेरि एउटा परमेश्वरले आज यो शिक्षा दिनुभयो र अन्धकारमा हिँडेर अन्धमा हिँडेर हामी लडेका थियौँ। आज परमेश्वरले आज यो स्थान दिनुभयो र हिजो परमेश्वरले जसको कोही छैन त्यसको म छु भन्ने वचनले म आत्मसात हुन्छ। 6 लाख ऋणमा डुबेको थिएँ। छोरा फर्स्ट सेकेन्ड हुँदाखेरि पनि मैले पढाउन नसकेर भागेर मलेसिया गएको थिएँ। कलेजो खाएर मासुको स्वाद बिर्सेको व्यक्ति मै थिएँ। जब मैले परमेश्वर दिन्दा मैले 17 वर्षको छोरी सोसाइटी गरेर मैले गुमाएको थिएँ। हिजो मैले गर्दा बुझेर बुझ्दाखेरि मेरो माइती पनि त्यही ठाउँमा गएर आज किन भेटी पनि नदिकन जाँदाखेरि मेरो आमालाई गम्ल्याङ्ग अँगालो हालेर रुन मन लागेको थियो। घोत नदिकन माइत जान हुन्न भन्ने चलन थियो। मेरो माइतीले काँडेदारको पार लगाएर जानुभएको थियो गुल्मीदेखि आएर। तर मैले मन पराएर मैले माइतीलाई दुःख पोखेँ। मैले मन पराएर जे जसित मैले आफै बिहा गरेको अहिले रगतको नाताले हेर्नु पर्थ्यो। मैले जिन्दगी नदेखेको केटालाई एउटा बाबुआमाले दिएर मैले अग्नि पोलेर हजुरहरूले जस्तालाई दिनुभयो म त्यही हेरेर 18 वर्ष राणो ससुर पालेर बसेँ। तर आज मलाई दुःख पर्दा मेरो दाजुभाइ कोही पनि आफ्नो भएन। जब 18 वर्षको छोरीलाई मैले गने म मुटुको रोगी थिएँ। 3 दिनको दिन होसमा आयो मेरो। म पिउँदिँदाखेरि मेरो 19 वर्षको छोरो यता पुलिसले केर्ने, यता आमा मृत्युको मुखमा लड्ने, उता बहिनीलाई पोस्टमार्टममा लाने गर्न बेहोस भएको थियो। 5-6 वर्षको काखाको अपाङ्ग जस्तो छोरीलाई मैले काखमा लिएर मैले त्यसरी बसेँ है। र जब मैले त्यो बेलामा मैले अनि त्यहाँपछि मैले दुःख पाएँ, मुटुको रोग, पायसको रोग, घरको स्थिति त्यस्तो हुँदाखेरि मैले प्रभुलाई चिने अनि परमेश्वरप्रति मेरो एकदम हृदय बढ्दै गयो। जब म परमेश्वरमा गठन गरेको 6 महिनाभित्रमा मेरो पायस रोग, मुटुको रोग, पाटेघर रोग निको भइकन म भला चङ्ग भएर अहिलेसम्म मेरो अस्ति जचम्दा नि मेरो मुटु एकदम क्लियर छ। प्रभुले त्यो स्थानमा ल्याइसकेपछि जब म तल्लो स्थानमा परमेश्वरमा म अगाडि भने अनि मलाई के गर्नुभयो, म उपल्लो स्थानमा गएँ। परमेश्वरले चुन्नुभयो। भारी बोकेर हिँड्ने, रुख चढेर हिँड्ने, गाई भैँसी पाल्ने, मेलापात गर्ने र ऋणबाट पनि म मुक्त हुँदै गइसकेपछि मलाई के गरे, समाजले खुट्टा तान्न थाल्नुभयो। ठकुरी समाजले बिहे गर्छु भन्नुभयो, म डराइन। दाजुभाइले बिहे गर्छु भन्दाखेरि तर म डराइन। म एउटा ईश्वरलाई मात्रै हेरेर अगाडि बढ्न सकेँ। यो स्थिति सफल भयो। जब जसको अन्त्य हुन्छ नि अनि परमेश्वरले शिर उच्च पार्नुहुन्छ। अब डुब्यो, अब छैन, यो पृथ्वीमा सकियो भनेको बेला प्रभुले मलाई हातमा समाएर उच्च पार्नुभयो। प्रभुलाई धन्यवाद। र आज परमेश्वर कहाँ हुनुहुने रहेछ अन्त हाम्रो आत्मामा हुनुहुने रहेछ नि त। अहङ्कार र पाप त हामी नै रहेछौँ नि त होइन। मानवतामा हिजो दृष्टिले हाम्रो सोचाइ हेराइ दृष्टि सम्पूर्ण र के त भन्दा हामी जब परमेश्वरको काम गर्नलाई आज पैसा छैन म जान्न। त शैतानले के गर्छ त खुट्टा एउटा हालत के हामीलाई शैतान र दियाबलले हाम्रो खुट्टा तान्दो रहेछ। आज पैसा छैन जान्न, घरको समस्या यो निकाल्यो, मेरो भैँसी ब्यायो, बाख्रा ब्यायो, त्यस्तो समस्यालाई नहेर्नु। किन भन्दा आज परमेश्वरको काम छ। हामी परमेश्वरलाई धेरै अगाडि सर्दाखेरि जब जति परमेश्वरमा हामी हिँडिन्छ परमेश्वरको वचनलाई हेरेर अगाडि हेर्ने कि जब
हामी त्यो दियाबल र लुसिफरले दिएको हालतलाई होइन परमेश्वरको धार्मिकतामा काम गर्छु भनेर एउटा अगुवाई र लिडर हातमा लट्ठी लिइसकेपछि हामीले अगाडिको मेलो हेरेर हिँड्नुपर्छ, पछाडि फर्केर हेर्नु हुँदैन है। र जति पनि गवाई हाने आज परमेश्वर सानो तिनो चोटले हामीले सुनेको छैन। अलिकति हामीलाई हुआ भने परमेश्वर बिर्सिने होइन, हमेसा हामी दुःख सुखमा परमेश्वरलाई सुम्पेर परमेश्वरको वचनलाई अँगालेर हिँड्न सक्यो भने जब डर तरास छ भने परमेश्वरमा अगाडि बढ्न सकिन्न। दियाबल र शैतानले के गर्छ? डर र तरास उत्पन्न गराउँछ र त्यसमाथिको के हुन्छ भने निराशा। हामी निराशा भयौँ भने के त उसले बल पाउँछ। र एकदम परमेश्वर अगाडि बढ्नु होला, वचनलाई अँगाल्नु होला। हाम्रो बानी के छ भन्दा अलिकति समय भयो भने फेसबुक चलाउने, युट्युब हेर्ने, के हेर्ने, त्यो वचनतिर ध्यानै छैन। अनि जब हालत आउँछ अनि वचन के हो कसो हो छैन। र प्रभुलाई धन्यवाद, जति मैले यो मेरो गवाईबाट उसै गरेँ। आज परमेश्वर जिउँदो परमेश्वरलाई चिन्न सकेँ र मैले एकदम प्रभुलाई धन्यवाद। मैले यति तीर्थव्रत गर्थेँ, हाम्रो म्यामले पनि भन्नुहुन्थ्यो, हिजो म्यामले भनेको वचन म उसको महादेवको भक्त थिएँ भनेर हाम्रो अगुवाईले भन्नुहुन्थ्यो अनि म 1 हप्ता 4 दिन व्रत बस्थेँ। अनि कहिले सधैँ रोगी, अनि सधैँ 4 दिन व्रत बस्ने, अनि पूजा गर्ने, अनि कहिले आउने शान्ति, कहिले आउने शान्ति। र मैले त्यसै मानि मैले एउटा भजन गाएको थिएँ, एउटा टुक्का गाउँछु, प्रभुलाई धन्यवाद, मलाई आत्मा छुन्छ है। 1 हप्तामा 4 दिन व्रत गर्थे पूजा, ढुङ्गालाई के हर्छ भुल गरेछु केही नबुझेर, हो गल्ती गरेछु देउता सम्झी ढुङ्गा पुजेर, हो गल्ती गरेछु देउता सम्झी ढुङ्गा पुजेर भनेर यसरी आफूलाई परेको मर्माइतहरू मैले भजन लेख्न थालेँ। जब मलाई परमेश्वरले बारी फाटमा मैले गणन गरेँ, मेरो अगुवाईले वचन भन्नुहुन्थ्यो, म अनपढ थिएँ। जब मैले परमेश्वर पाएँ, परमेश्वरले मलाई वचन भन्न सिकाउनु भयो, भजन लेख्न सिकाउनु भयो है। र आज अनि जब मैले सानो नोकिया मोबाइल खेलाउँथेँ, ठुलो मोबाइल खेलाउन जाने थिइनँ, छोरोले ल्याइदियो, त्यो मोबाइल ल्याएपछि के त एबिसिडी पनि मैले चिन्न सक्ने भएँ। र अनि मैले कलावसन गरेँ मेरो अगुवाईलाई है, मैले लेखेर पठाएको त अगुवाईले सुशीलाजी हजुरले त लेख्न जान्नु हुनुभएछ नि भनेर मेरो अगुवाईको मुख द्वारा भन्नुभयो है। र आज प्रभुले के गर्नु त अनपढलाई पढेको अनजानलाई डक्टर बनाउनु भएको, कति रोगीहरू आएर हातबाट चङ्गाई भएर जानुभएको, केही बोल्न नजान्नेलाई 2-4वटा अक्षरबाट गीत बनाउन दिनुभएको है। बोल्न नसक्नेलाई आज 4 जना समाजको अगाडि माया समाएर उभिएर बोल्न सक्ने क्षमता पनि परमेश्वरले दिनुभएको। र आज हाम्रो परमेश्वर कति महान हुनुहुन्छ पिता, धन्यवाद है। र जति मैले मेरो गवाई मैले परमेश्वर कसरी चिने, र आज सानोतिनो हालतले परमेश्वर चिनिँदैन, परमेश्वर कहाँ हुनुहुन्छ। र आज हामी हङ्कारी थियौँ, रीतिले रित्ता थियौँ, थिचिले थिचिया थियो, संस्कारले सकाएको थियो है। र यही आत्मसाथ सम्पूर्णलाई यो वचन र विषयले ईश्वरका सन्तान कति प्यारामी, हामी कतिवटा जिल्लाको परमेश्वरको ईश्वरका सन्तान कति माया र ममता छ। र एकदम प्रभुलाई धन्यवाद। र यो उत्साही वचनले हजुरहरूको जीवनमा भरिपूर्ण आशिष अनुग्रहको शिक्षा परमेश्वर पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाममा। यसै स्थानको अगुवा सुशीला म्यामले उत्साहित गराएर जानुभयो, गवाई र वचनले उत्साहित गराएर जानुभयो। उहाँको परिवारलाई ईश्वरको भरिपूर्ण आशिष। यसै गरी बेनिका अध्यक्ष तथा संस्थापक सञ्चालक संरक्षण बेलबहादुर सरलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद छ ईश्वरलाई यसो मसीहको नाउँमा। र परमेश्वरले एकचोटि जोरदार तालीले सम्मान। त आज परौठा भाटामा परमेश्वरले हामीलाई उहाँको महिमाको निम्ति यो सुन्दर समय जुटाउनु भयो। परमेश्वरलाई एकचोटि जोरदार तालीले सम्मान। र आज यस पवित्र स्थानमा कुशल महिमाको निम्ति हैन लिडिङ गर्नुहुने हाम्रो बहिनीलाई आशिष भएको होस्।
र यसै जीवन ज्योति सेवा समितिका हाम्रा हेमा म्याम होइन सञ्चालक हुनुहुन्छ, उहाँको घर घरानामा एकदमै परमेश्वरको अनुग्रह आशिष भएको होस् र नमस्कार। र यसै संस्थाका हाम्रा अध्यक्षज्यू बलबहादुर सर र विभिन्न ठाउँबाट आउनुभएको छ परमेश्वरको धार्मिकताको निम्ति तिर्खाउने भोकाउने र उहाँको राज्यमा काम गर्नुहुने सम्पूर्ण लिडर साथीहरूमा अनि यहाँका सम्पूर्ण परिवारहरूमा मेरो तर्फबाट र इन्द्र म्यामको तर्फबाट नमस्कार र ईश्वरको अनुग्रह आशिष भएको होस्। र समय छैन, त्यही भएर म सर्टकटमा थोरै मात्र बोल्नेछु। र आज हामी परमेश्वरको राज्यमा आएर होइन हरेक ठाउँबाट हरेकको मुखबाट असल असल ठुल्ठुलो गवाई र वचनहरू हामीलाई सुन्ने मौका दिनुभयो। यहाँहरूलाई परमेश्वरको अनुग्रह आशिष भएको होस्। र यो गवाई र वचन हाम्रो मनमुटुमा रहेको हुनुपर्छ। यो गवाई र वचनले हाम्रो जीवनमा काम गरेको हुनुपर्छ। यसको निम्ति हामी सधैँभरि विश्वास र उहाँको धार्मिकताको निम्ति चिन्ता र फिक्री गर्नुपर्छ। हामी त्यत्तिकै आउने र एउटा कानले सुन्ने र अर्को कानले उडाउने होइन। हामी मनैबाट एकदमै ध्यान दिएर सुन्नुपर्छ। हामीलाई हरेक साइडबाट बोझ र दबाउहरू हुनेछ र हरेक समस्याहरू आउनेछ। त्यो समस्या र बोझहरूलाई एक साइडमा थन्काएर हामी परमेश्वरको महिमाको निम्ति जुटेका छौँ। त जे चिजहरू हामीले सिखलाइ हुनेछ, जे चिजमा हामीलाई अगुवाई हुनेछ, जे चिज हामीलाई सुन्नेछौँ, त्यो चिजहरूमा हामीले ध्यान दिनुपर्नेछ। जसबाट हामीलाई के हुनेछ त मनमा उत्साह हुनेछ, जागरुक हुनेछ, जोस र उत्साह हुनेछ। त्यस कारणले हामी आज परमेश्वरको राज्यमा आएपछि ध्यान दिनुपर्छ, ख्याल गर्नुपर्छ। ज्यान त यहाँ छ, मन त कहाँ छ कहाँ, त्यो होइन। यस कारणले हामी जो सुनेको चिज छ एकदमै परमेश्वरको आत्माबाट उसको मुख बोलेर होइन निक्लेको छ। त्यस कारणले हरेक वचनहरू, हरेक गवाईहरू, हरेक प्रार्थनाहरू हामीले मनैबाट खुसीले स्वीकार गर्नुपर्छ, जसले हाम्रो जीवनमा ठुलो काम गर्नेछ है। त परमेश्वरको एकदमै महिमा भएको र एकचोटि जोरदार तालीसम्म अलिकति डिस्टर्ब भयो है। यसमा हामी धैर्य धारण गर्नुपर्छ, किनभने हामीलाई हरेक साइडबाट होइन के हुन्छ त हरेक समस्याहरू आउन सक्छ, त्यसमा हामी धैर्य हुनुपर्छ है। त्यो धैर्यको फल के हुन्छ त अनगिन्ती हुनेछ है। त्यही भएर हामी समस्या आयो भन्दैमा कहिले पनि निराश हुने होइन। त परमेश्वरलाई धन्यवाद छ येशू मसीहको नाममा। हामी कुनै धर्ममा होइन होइन, हामी कुनै धर्ममा होइन, जातिमा होइन, कुनै सङ्घ संस्थामा हामीले विरोध गर्नको लागि हामी सिर्फ परमेश्वरको राज्यमा आएको छौँ। धर्मको लागि होइन, मन परिवर्तन गर्न आएको छौँ। सिर्फ मन मात्र परिवर्तन गर्ने हो। हामीले मन परिवर्तन गरौँ। पहिलाको त घिनलाग्दो असाब स्वभावहरू होइन, जाँड रक्सी खान्थ्यौँ, झगडा गर्थ्यौँ, आफ्नो बुढीलाई पिट्थ्यौँ, जुवा तास खेल्थ्यौँ होइन। हरेक नराम्रो चिजहरू हामीले त्याग्नुपर्छ। उहाँले मन परिवर्तन गराऊ भन्नुभएको छ। त्यस कारणले हामी सबभन्दा ठुलो मन परिवर्तन गराउँ भने हामी त्यसैमा जीवन छ, आफ्नै आप परिवर्तन हुन्छ जीवन। पहिला हामी गरिब थियौँ, अहिले पुग्ने भइरहेको छ। फेरि हामीलाई धेरै पनि चाहिएन, ठिक्क आज पुगेको छ, आज खाएँ, फेरि बेलुका पनि खान्छु, यो पनि पुग्यो, फेरि भोलिको लागि पनि परमेश्वरले जुटाउनुहुन्छ। यो तरिकाले हामी अगाडि बढ्दै 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 गयो भने हामीलाई पनि थपिँदै जान्छ। यस कारणले हामी कहिल्यै पनि मेरो गलतमा, मेरो कष्टमा, मेरो रुवाईमा, मेरो रोगमा, मेरो झगडामा कहिल्यै पनि चिन्ता गर्ने होइन। परमेश्वरलाई पुकार गर्ने, उहाँले के गर्नुहुन्छ त हामीलाई आफ्नै आप परिवर्तन गराउनुहुन्छ। त्यही भएर हामी कहिल्यै पनि डगमगाउने होइन, अरूको कुरा सुन्ने होइन। आज सुशीला म्यामले, हेमा म्यामले यहाँ हजुरलाई सुसमाचार सुनाउनु भयो। त आफ्नो अगुवाको अनुकरण गर्नुपर्छ। उहाँले आफ्नो सानो बच्चा पनि भन्नु भएन, मेरो गाडी भाडा पनि भन्नु भएन, मेरो काम छ पनि भन्नु भएन, म भोकै छु पनि भन्नु भएन, टाढाको बाटो छ पनि भन्नु भएन। तपाईँको सुसमाचारको निम्ति उहाँ आउनु भएको छ। त्यो आफ्नो निम्ति होइन, हाम्रो निम्ति आउनुभयो। त्यस कारणले हामी के गर्नुपर्छ त उहाँले जति दुःख गर्नुभएको छ, सहनु भएको छ, त्यही सहन शक्ति हामीलाई पनि हुनुपर्छ। यो तरिकाले हामी अगाडि बढ्न सक्यौँ भने हामीलाई पनि विश्वासमा अझ दृढपन हुन्छ, गहिरो विश्वास गर्न सक्छौँ र हामी कहिल्यै पनि अरूको कुरा सुनेर पहकिँदैनौँ। हामीलाई कठिनाइ बोझहरू आउँदा पनि हामी ढलमलिँदैनौँ। त्यस कारणले हामी सधैँभरि जो आफ्नो अगुवाको अनुकरण गर्नुपर्छ है। त परमेश्वरलाई धन्यवाद छ येशू मसीहको नाममा। म गवाई बताउँदैन, थोरै वचनतिर म लाग्नेछु र वचन छ परमेश्वरलाई धन्यवाद छ उहाँलाई। उहाँले जे जति दिनुहुन्छ म त्यति नै बोल्नेछु।
र बोझले दबिएका हो भनेको छ मत्ती 11:28 है। बोझले दबिएका हो। हामी अघि नै उहाँ दिदीले बताउनु भयो होइन, मेरो बुढाले धेरै जाँड रक्सी खानुहुन्थ्यो होइन, झगडा हुन्थ्यो होइन, घरमा शान्ति थिएन भन्नुभयो नि। त आज बिस्तारै परमेश्वर पाएपछि उहाँले बिस्तारै बिस्तारै हाम्रो सल्भ गर्नुहुन्छ, सुधार गर्नुहुन्छ है। त्यही भएर हामी कहिल्यै पनि डगमगिने होइन, विश्वासमा कमजोरी पनि होइन, निराश पनि होइन है। उहाँले भन्न चाहिँ हे सबै थाकेका र बोझले दबिएका हो म कहाँ हौ भन्नुभएको छ होइन। हरेक साइडबाट कष्टमा परेकाहरू, दुःखमा बोझमा परेकाहरू, दलदलमा फसेकाहरू म कहाँ हौ र यहाँ बताएको छ म कहाँ हौ, हरेक साइडबाट मैले तिमीहरूलाई छुटकारा दिनेछु भन्नुभएको छ कि। त्यही भएर आज परमेश्वरको राज्यमा आएपछि हामीले के गर्नु त, विश्राम पाउनुपर्छ, शान्तिको जीवन बिताउनु पर्छ है। र यहाँ बताएको छ मेरो जुवा आफूमाथि ल्याऊ, मेरो जुवा आफूमाथि ल्याऊ भन्नुभएको छ। यसु प्रभुले परमेश्वरको धार्मिकताको निम्ति 40 दिन 40 रातसम्म के गर्नुभयो, भोकै उपवास बस्नुभयो। अनि उहाँले पनि के गर्नुभयो, सुसमाचारहरू सुनाउँदै भयो। उहाँको आज्ञाकारी सन्तान बनेर सुसमाचारहरू सुनाउँदै जानुभयो, हरेकलाई उद्धार गर्दै जानुभयो। त्यसै प्रकार हामीले पनि त्यही अनुकरण गर्नुपर्छ। जसरी येशू प्रभुले दुःख कष्ट भोग्नु भएको थियो त्यसरी नै हामी परमेश्वरको निम्ति अगाडि बढ्नुपर्छ, विश्वास गर्नुपर्छ र उहाँको धार्मिकता निम्ति चिन्ता र फिक्री गर्नुपर्छ भन्नुभएको छ। त्यसकारणले हामी पनि उहाँको अनुकरण गर्नुपर्छ। यसकारण उहाँले मेरो जुवाको के गर त, मेरो जुवा आफूमाथि ल्याऊ भनेको मैले जसरी जिम्मेवार लिएछु त्यसरी तिमीहरूले पनि जिम्मेवारी ल्याऊ, विश्वास गर, मेरो धार्मिकताको राज्यको सुसमाचार सुनाऊ, चिन्ता र फिक्री गर, शनिबारमा मेरो महिमा गर, यसरी उहाँले बताउनु भएको छ। र यहाँ बताएको छ किनभने म विनम्र छु र मसँग सिक, मेरो जुवा म आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु। उहाँ विनम्र र कोमल हृदयको हुन्छ। उहाँ कहिले पनि घमण्ड गर्नु होइन, कोमल हृदयको प्रेमको भावना भएको हुनुहुन्छ। जति पनि दिन दुखीहरू छ, गरिबी छन्, बिमारी छन्, तिनीहरूलाई सम्झाउने, बुझाउनेहरूलाई, सुसमाचार सुनाउनेहरूलाई, तिनीहरूलाई बल र ताकत दिनेवाला परमेश्वर येशू प्रभु हुनुहुन्छ। यस कारणले उहाँको हामी सधैँभरि अनुसरण गर्नुपर्छ, उहाँको उदाहरणै सन्तान बन्नुपर्छ। येशू प्रभुले जसरी काम गर्दै जानुभएको थियो त्यसरी नै मैले पनि सुसमाचार सुन्नुपर्छ, त्यसरी नै मैले नि विश्वास गर्नुपर्छ, त्यसरी नै उहाँको आराधना महिमा प्रशंसा गर्दै चल्नुपर्छ। यसले गर्दाखेरि उहाँले बताउनु भएको छ कि मेरो जुवा ल्याऊ भन्नुभएको छ। त्यस कारणले हामी पनि येशू प्रभुले जसरी विश्वास गर्नुभएको थियो, जसरी काम गर्नुभएको थियो त्यसरी नै हामी अगाडि बढ्ने कोसिस गर्नुपर्छ। र यहाँ बताएको छ आफ्ना आत्मामा विश्राम पाउनेछौँ। यसरी हामीले विश्वास गरौँ र उहाँको अनुकरण गर्दै चल्यौँ भने हामीले के गर्नेछौँ, विश्राम पाउनेछौँ, हाम्रो जीवनमा आनन्द जीवन बिताउनेछौँ है। त हामी कहिल्यै पनि डगमगिने होइन। येशू प्रभुले जस्तो दुःख गर्नुभएको थियो त्यस्तै हामीले विश्वास गर्नुपर्छ, उहाँको धार्मिकता र राज्य खोजी गर्नुपर्छ। तब हामीले सबै चिजबाट आनन्द पाउनेछौँ। ऋण थियो त्योबाट चुक्ता हुनेछ, छुटकारा पाउनेछ। बिमारी थियौँ, रोगी थियौँ, अहिले चङ्गा भएको छ होइन। छोराछोरी विदेश जानको लागि धेरै परिश्रम गरेको थियो, मेहनत गरेको थियो, चिन्तामा थियौँ, फिक्रीमा थियौँ, धेरै पैसा फसेको थियो, छुटकारा पाइसकेको छ। अहिले छोराछोरीहरू गएर ऋण तिर्न सकेका छन् होइन, राम्रो कमाइ गरेका छन्। यसरी नै सबैको जीवनमा उन्नति भएको हुनुपर्छ है। आफ्नो विश्वासद्वारा हामी देखावटी रूपमा आएको होइन, भित्री आत्माबाट पूर्ण रूपले विश्वास गरेर आउनुपर्छ। तब पो परमेश्वरले हामीलाई भित्री आत्मा जाँच्नुहुन्छ र मेल खान्छ। हामी यो मेरो पवित्र सन्तान हो, उसले मेरो आज्ञा पालेको छ, मेरो विश्वास गरेको छ, मेरो धार्मिकता र राज्यको चिन्ता गरेको छ, यसलाई मैले के दिनुपर्ने म दिनेछु, उहाँले दिनुहुन्छ है। त परमेश्वरलाई धन्यवाद छ येशू मसीहको नाममा। आजलाई मेरो मुखद्वारा जति वचन गवाई भए आगामी होइन महिनामा, सालमा, अर्को साल निरन्तर हुनेछ। यो गवाई र वचनले सबैको जीवनमा सधैँभरि उन्नति प्रगति होस् है, आँटेको ताकेको कामहरू पुरा होस्, सधैँभरि परिवारमा शान्ति होस् है, वृद्धि होस्। हुन्छ, परमेश्वरलाई धन्यवाद छ येशू मसीहको नाममा। एकचोटि जोरदार ताली सम्मान। बेनिका सर आएर आज उत्साहित, बेनिका सर बेलबहादुर सर आएर उत्साहित गरेर जानुभयो, गवाईले वचनले उत्साहित गरेर जानुभयो। अब उहाँलाई धन्यवाद। अब पालो आएको छ तनहुँका अध्यक्ष तथा लिडर बलबहादुर सर।
उहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। महानकारी परमेश्वर पितालाई धन्यवाद गर्छु म यसको नाममा र जो आज यस परौठा बाटामा परमेश्वरको महिमा अथवा फेलोसिप हाम्रो यस तनहुँ साइडबाट भएको छ र आज हाम्रा जो हामीलाई यस परौठा बाटामा ल्याएर गर्ने हाम्रो जो संस्थापक अध्यक्ष हुनुहुन्छ संस्थापक हुनुहुन्छ म्याडम उहाँलाई पनि पिताको भरिपूर्ण आशिष र नमस्कार। उहाँको घरमा पनि धेरै आशिष र जो बेलबास के अरे बेनीबाट हुनुहुन्छ बेलबास सर र उहाँको घरमा पनि पिताको भरिपूर्ण आशिष र नमस्कार। जो बिरौटा साइडबाट हुनुहुन्छ हाम्रो ठेमा म्याडम र उहाँलाई पनि पिताको भरिपूर्ण आशिष र नमस्कार। र भेरीबाट हुनुहुन्छ अन्जान सर र उहाँको घरमा पनि पिताको भरिपूर्ण आशिष र नमस्कार। र कालावान शासनबाट हुनुहुन्छ हाम्रो कुमार सर र सौन्द्र म्याडमलाई पनि पिताको भरिपूर्ण आशिष र नमस्कार। र यस उमा चलाउनु हुने हाम्रा जो अगुवाई हुनुहुन्छ के अरे हाम्रा यस लिडर्स हुनुहुन्छ सुशीला म्याडम उहाँलाई पनि पिताको भरिपूर्ण आशिष र आज लिड गर्नुहुने बहिनीलाई पनि र यहाँ चलाउनु हुने के अरे नाम कमला बहिनीलाई र सम्पूर्ण यहाँका मम्मी के अरे भाउजूलाई पनि पिताको भरिपूर्ण आशिष नमस्कार। र जति पनि हाम्रा हामी बेनी बागलुङ होइन विभिन्न पोखरा साइडबाट आउनुहुने सम्पूर्ण परमेश्वरका आत्मिक सन्तानलाई म बलबहादुर थापाको तर्फबाट नमस्कार र पिताको भरिपूर्ण आशिष। आज परमेश्वरको ले हामीलाई यस सुन्दर समय सुन्दर घडी यस भाटामा है यो परौठा होइन भाटा होइन त परौठा भाटा हुन्थ्यो तर यसको नाम चाहिँ खास भाटा रहेछ होइन भाटामा हामीलाई एक गट्ठा बनाएर परमेश्वरको महिमा गर्नलाई एक गट्ठा बनाउनु भयो सम्पूर्णलाई है पिताको भरिपूर्ण आशिष। र आज जति पनि परमेश्वरको इच्छा अनुसार पहिलो के अरे प्रार्थना होइन दुईवटा भजन गवाई वचन भयो परमेश्वरको इच्छा अनुसार भयो त परमेश्वरलाई धन्यवाद गर्छु यसको नाममा। र हामीले परमेश्वरको राज्य र धार्मिकता गर्दाखेरि जहाँ पनि जुनसुकै ठाउँमा पनि यता हामी असल बिउ भनेर रोप्छौँ त्यो असल बिउ पनि कस्तो ठाउँमा पार्ने हो र के गर्ने हो भन्ने कुरा है। अब हामी परमेश्वरको राज्य र धन्यतामा आइसकेपछि है हामीले कस्तो बिउ छानिन्छ भने असल बिउ छानिन्छ तर पनि त्यो त कहिले चाहिँ ढुङ्गेनीमा जग्गामा पर्छ कहिले मलिलो जग्गामा पर्छ र त्यो मलिलो र ढुङ्गेनी जग्गा चाहिँ के त के अरे परेको बिउ चाहिँ कस्तो हुन्छ त असल बिउ त हामीले छान्यौँ तर कुनै चाहिँ नि ढुङ्गेनी जग्गामा पर्छ कुनै चाहिँ नि बाटोमा पर्छ कुनै चाहिँ त्यस्तोमा पऱ्यो भने के हुन्छ त्यसले चाहिँ हामीलाई उत्पादन गर्न दिन्न जहाँ मलिलो जग्गामा पर्छ नि त्यसले उत्पादन गर्न दिन्छ। त्यस्तै हामीले पनि अब मलिलो जग्गामा परे तापनि फेरि हेर्नुहोस् है के हुन्छ त त्यहाँ मलिलो जग्गा त छ त्यहाँ धेरै किसिमका हालतहरू आउँछ जस्तो के अरे मलिलो जग्गामा यहाँ मलिलो जग्गा छ यहाँ गहुँ लगाएको छ है यहाँ चाहिँ हामीले त्यहाँ गाउँभित्र के छ त विभिन्न किसिमको झार छ त्यसले खाइदिन्छ त्यस कारणले हामीलाई अघि नै हामीले यहाँ मलिलो जग्गामा के अरे बिरुवा त के अरे बिउ त छर्यौँ तर त्यहाँको फेरि विभिन्न किसिमको झार भनेको विभिन्न किसिमको हालत हजुरहरूले भन्नुभयो नि त्यस्तो हालत कष्टहरू आउँछ त्यसलाई चाहिँ हामीले गोडमेल गर्नुपर्छ हामी छान्न सक्नुपर्छ तिनीहरूलाई त्यो झारहरूलाई फ्याँक्न सकेर गऱ्यौँ भने परमेश्वरले भनौँ न त्यो जमिनमा फेरि राम्रो उत्पादन दिएर फेरि हामीले त्यो बिउलाई फेरि बिउ राखेर अनगिन्ती ठाउँमा बिउ छर्नुपर्छ। त्यस कारणले है हामी मलिलो के अरे हामी एउटा एक किसिमको बिउ हौँ है त्यो बिउ चाहिँ हामीले चाहिँ के त राम्रो उत्पादन गरेर फेरि अनन्त के ठाउँमा छर्ने किसिमको हुनु पऱ्यो कि अब मलिलो राम्रो बिउ त छनौट गऱ्यौँ तर के अरे जमिनमा पऱ्यो भने अझै के अरे यो बाटोमा पऱ्यो भने के त त्यो झरेर गएपछि त्यसै जान्छ। हामीले बिउ त राम्रो ल्याएको हो तर सदुपयोग गरेनौँ राम्रो ठाउँमा गएन भने के त हामीलाई फेरि त्यस्तै के अरे त्यो बिउले चाहिँ हामीलाई काम गर्दैन र हामी के अरे राम्रो बिउ भएको कारणले हामीले राम्रो सदुपयोग गरेर विभिन्न ठाउँमा होइन राम्रो जमिनमा पारेर भने जस्तै अब जहाँ दुःख कष्ट र जहाँ बुझ्ने छ त्यहाँ गएर चाहिँ विभिन्न किसिमका के अरे उ गऱ्यौँ भने के अरे महिमा गऱ्यौँ भने परमेश्वरले फेरि विभिन्न त्योभन्दा नि धेरै धेरै उब्जनीहरू दिनुहुन्छ। त्यस कारणले हामी परमेश्वरको सन्तान भएर है बिउलाई पनि हामी सदुपयोग गर्न जानु त्यही नै भन्न चाहेँ र परमेश्वरको सत्य र जीवित वचन मेरो मुखद्वारा है अलिकति भन्न चाहेँ। 28 को
व्यवस्था 10 को 20 मा लेखिएको छ परमप्रभु आफ्ना परमेश्वरको डर तिमीहरूले मान अरे के त परमप्रभु आफ्ना परमेश्वरको डर तिमीहरूले मान उहाँको सेवा गर हामीले चाहिँ के परमप्रभुको डर मानेर है परमेश्वरको तिमीहरूले मान र तिमीहरूले उहाँको सेवा गर हामीले चाहिँ सेवा गर्ने र उहाँलाई पक्रिराख अरे हामीले के त परमेश्वरलाई के त पक्रिराख्ने के कहिले पनि फुत्किन नदिने भने मतलब सधैँ परमेश्वरको महिमा गरिराख्ने र उहाँकै नाउँमा तिमीहरूले शपथ खाऊ उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्छ र उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ हाम्रै लागि के त उहाँ प्रशंसाको पात्र पनि हुनुहुन्छ र उहाँ नै के त जसले तिमीहरूका निम्ति उहाँका आफ्नै आँखाले देखेका महान आश्चर्यपूर्ण कार्यहरू गर्नुभयो अरे के त्यसैले तिमीहरूका परमेश्वर हुनुहुन्छ जसले तिमीहरूका निम्ति तिमीहरूका आफ्नै आँखाले देखेका ती महान र आश्चर्यपूर्ण कार्य गर्नुहुन्छ फेरि भनिएको छ है त्यस कारणले हामी के त परमेश्वरको कामहरू आश्चर्य कामहरू पनि है परमेश्वरले गर्नुभएको छ 70 जनाभन्दा मिश्रमा गएका थिए तर ती परमप्रभु तिमीहरू परमेश्वरले तिनीहरूलाई आकाशमा चाहिँ तारा अगणगिन्ती पार्नु भएको छ अरे के त 70 जना गएका तर के त उहाँले के त विभिन्न आकाशमा गएर के त विभिन्न के अरे धेरै यहोवा परमेश्वरलाई धन्यवाद चढाउँछु मसीह येशूको नाममा आजको यो सुन्दर घडी सुन्दर समयमा फेरि हिजोदेखि उहाँको महिमामा हामीलाई एकट्ठा बनाउनु भएको छ त धन्यवाद पितालाई मसीह येशूको नाममा एकचोटि जोरदार ताली लगाइदिनु होला सारा संसार सृष्टि रचेर आफ्नो स्वरूपको मानव बनाउनु हुने तपाईँ परमप्रभु परमेश्वरलाई म धन्यवाद चढाउँछु मसीह येशूको नाममा आज यो परौठा भाटामा तपाईँलाई फेरि महिमा गर्दैछौँ ईश्वर यो महिमा तपाईँ यहोवा परमेश्वरको हातमा सुम्पन्छु र यो महिमा जे इच्छा चाहतले गरिएको छ त्यो यसै घडी पुरा भएको दाबी र घोषणा गर्दै धन्यवाद चढाउँछु पिता मसीह येशूको नाममा धन्यवाद दिन चाहन्छु आजको यस परौठा भाटामा असल र कुशल नेतृत्व लिएर परमप्रभुको महिमा सञ्चालन गरेको छ सञ्चालिका छोरी एकदमै आशिष बोल्न चाहन्छु आजको दिनबाट एकदमै वचनमा अगाडि विश्वासमा अगाडि आत्मिकता र सत्यतामा हर समय आफ्नो अगुवाको अनुसरण र वचनमा अगाडि बढ्ने सामर्थ्य आएको छोरीको घर घरानामा आशिष बोल्न चाहन्छु र त्यस्तै गरेर आजको यो महिमामा परमप्रभुको विभिन्न राज्य र धार्मिकतामा जिल्लामा काम गर्ने आफ्ना दासहरूलाई प्रभुले यहाँ हामी सबैको माझमा एकट्ठा बनाउनु भएको छ त धन्यवाद पितालाई मसीह येशूको नाममा बेनीबाट हुनुहुन्छ हाम्रो इन्द्र म्याम अहिले युकेमा हुनुहुन्छ उहाँलाई परमप्रभुको आशिष हाम्रो बेलबहादुर सर बेनी जीवन ज्योति सेवा केन्द्रका अध्यक्ष तथा संस्थापक सञ्चालक र संरक्षक हुनुहुन्छ बेनी म्याग्दीको हाम्रो बेलबहादुर सर उहाँको सम्पूर्ण घर घराना र त्यस्तै गरेर बिराउटा साइडमा हुनुहुन्छ हाम्रो युग सर हाम्रो ठिमा म्याम उहाँको संस्थापक सञ्चालक हुनुहुन्छ उहाँको सम्पूर्ण घर घराना त्यस्तै गरेर जीवन ज्योति शान्ति सहारा केन्द्र भेडी फारमको संस्थापक सञ्चालक तथा संरक्षक हुनुहुन्छ हाम्रो अन्जन सर हाम्रो लक्ष्मी म्याम उहाँको सम्पूर्ण घर घराना र त्यस्तै गरेर कालाबाङ साइडको संस्थापक सञ्चालक तथा संरक्षक हुनुहुन्छ हाम्रो कुमार सर हाम्रो चन्द्र म्याम हिजो मात्रै उहाँहरूले काम गर्ने धार्मिकतामा हामी कार्य गरेर यहाँ आएका छौँ उहाँहरूको जीवनमा घरानाको जीवनमा परमप्रभुको आशिष बोल्न चाहन्छु र तनहुबाट हुनुहुन्छ हाम्रो तनहु जीवन ज्योति सेवा समिति तनहुको अध्यक्ष हाम्रो बलबहादुर दाई हाम्रो भाउजू उहाँको सम्पूर्ण घर घराना र प्रथम द्वितीय उपाध्यक्षमा हुनुहुन्छ तपाईँहरूको अगुवा सुशीला म्याम र हाम्रो सर हुनुहुन्छ पूर्ण सर उहाँहरूको सम्पूर्ण घर घराना र त्यस्तै गरेर सचिवमा हुनुहुन्छ हाम्रो सरिताजी उहाँको सम्पूर्ण घर घराना सहकोषाध्यक्षमा हुनुहुन्छ हाम्रो कृष्णजी उहाँको सम्पूर्ण घर घराना र बेनीबाट आउनुभएको छ हाम्रो उपाध्यक्ष हाम्रो मानबहादुर दाई उहाँको सम्पूर्ण घर घराना हाम्रो दीपिका छोरी हाम्रो तिलमया छोरी हाम्रो विष्णु छोरी र हाम्रो जति पनि
बेनीको कार्य समितिको पदाधिकारीभित्र बस्नुभएको छ सल्लाहकार सदस्यज्यूहरू, सम्पूर्ण कार्य समितिहरू र उहाँहरूको घर घरानाको जीवनमा यहोवा परमेश्वरको आशिष बोल्दै कालाबाङ चन्द्र म्यामको साइडबाट सबै कार्य समितिको मेम्बरहरू हुनुहुन्छ। हाम्रो आमा, हाम्रो बुद्धिमाया जी, उहाँको परिवार, चिताजी जति पनि आउनुभएको छ, उहाँको सम्पूर्ण लिडर्स आत्मिकी जनहरूको घर घरानाको जीवन र हाम्रो बिरौटा साइडबाट हुनुहुन्छ भीमहाटबाट हाम्रो के अरे पार्वतीजी, उहाँको सम्पूर्ण घर घराना र विभिन्न ठाउँबाट राज्य र धार्मिकतामा काम गर्ने यहाँ त अहिले हामी 4-5वटा जिल्लाका एकट्ठा भएका छौँ। बेनी, म्याग्दी होइन, कालाबाङ साइड कास्की पर्यो र त्यस्तै तनहुँ गोर्खाबाट र हाम्रो यहाँ चाहिँ यो के पर्यो, यो कुन जिल्ला पर्यो, रूपन्देही जिल्ला होइन। र सम्पूर्ण आत्मिकी परिवार लगायत यसै परौठा भाटाका परमप्रभुको धार्मिकता दिने घरबेटी हाम्रो भाउजू, उहाँको सम्पूर्ण घर घराना र यहाँ कार्यक्रम सञ्चालन गर्ने लिडर्स हुनुहुन्छ कमलाजी, उहाँ सर, उहाँको सम्पूर्ण घर घराना र सम्पूर्ण विश्वासी आत्मिकी परिवारहरूको घर घरानामा यहोवा परमेश्वरको आशिष बोल्न चाहन्छु। आजको यो महिमाले यहाँहरूको जीवनमा कुनै पनि घटी कमीहरू यसै घडी यसै समयसम्म पनि छ भने आजको दिनबाट नासरतको येशू ख्रीष्टको नाममा चङ्गाइ र छुटकारा, जीवन र वृद्धि, उन्नति, प्रगतिको आशिष बोल्न चाहन्छु। र आज यो फेलोसिपमा धेरैले साथ दिएर यो फेलोसिप सम्पन्न भएको छ। यहाँहरूले हामीलाई मिठो भोजनको आयोजना गर्नुभयो। हामीलाई सम्मानको निम्ति तपाईँको गच्छे अनुसारले जसरी हामीलाई यो खादाहरू लगाइदिनु भएको छ, यहाँहरूको जीवनमा आशिष बोल्न चाहन्छु। यो भनेको यहाँ रोपिएको हो, अब तपाईँहरूले रोप्नु भएको छ, फलाउने फुलाउने काम भनेको उनी ईश्वरको हुनेछ। र सबैको जीवनमा आशिष बोल्दै म एकमुष्टमा सबैलाई नमस्कार गर्न चाहेँ। त धन्यवाद पितालाई मसीह येशूको नाममा अस्तिदेखि सकुशल हामीलाई एकदमै यातायातमा सुविधाहरू दिनुभएको छ। हाम्रो गुरुजी, हाम्रो गाडीको सर हुनुहुन्छ, उहाँहरू दुईजनाको जीवनमा पनि परमेश्वरको आशिष बोल्न चाहन्छु। उहाँहरूको जीवनमा कुनै घटी कमी छ भने आजको दिनबाट चङ्गाइ र छुटकारा, जीवन र वृद्धि, र म आज यही नै माग्न चाहन्छु पिता। उहाँलाई पनि हुन्छ भने छिटै नै तपाईँको पवित्र वचनमा ल्याएर उहाँहरूको जीवनमा घरानामा आशिष दिनुभएको होस् भन्न चाहन्छु। त धन्यवाद पितालाई मसीह येशूको नाममा। हामी अस्तिदेखि लगातार टाढा टाढादेखि परमप्रभुको महिमाको निम्ति भनेर हामी आउँदै गर्दा कालाबाङ चन्द्र म्याम, हाम्रो कुमार सर र उहाँको जेठी छोरीले हाम्रो निम्ति होटलमा बसोबासको व्यवस्था गरिदिनु भयो। अब एकदमै धन्यवाद पितालाई। जुन वचन हाम्रो समाजको भन्दा बाहिरको कुरा थियो होइन, तैँले नसोचेको नचिताएको कार्यहरू म तेरो जीवनमा गरिदिनेछु। तँलाई गरिब होइन धनी बनाउनेछु, तँलाई रोगी होइन निरोगी बनाउनेछु होइन, तँलाई बोल्न नसक्ने होइन बोल्न सक्ने बनाउनेछु। आज अनपढलाई शिक्षा दिनुभयो, हिँड्न नसक्नेलाई हिँड्न सक्ने भयो बनाउनु भयो। यहाँ कति ढलेको होइन, उहाँहरूलाई कति चङ्गाइ र छुटकारा दिनुभयो। सबैको जीवनमा यसरी काम गर्नुभएको छ। काम गर्ने सिलसिलामा छोरीलाई त्यो उन्नति प्रगतिको घिउ र मह बग्ने देशमा प्रभुले लैजानुभएको छ। धन्यवाद पितालाई मसीहको नाममा। प्रभुले आज हामीहरूको जीवनमा दिनुभएको छ र त्यो होटलमा बस्ने बसोबासको जति पनि खर्च हाम्रो छोरीको माध्यमद्वारा हाम्रो चन्द्र म्याम, हाम्रो कुमार सरले बिहोर्नु भयो। एकदमै आशिष बोल्न चाहन्छु। आजको दिनबाट दिन दुईगुना रात चौगुनाले उहाँहरूको जीवन र वृद्धि, चङ्गाइ र छुटकारा, उन्नति, प्रगतिमा परमप्रभुले अगाडि बढाउनु भएको होस्। किनकि परमेश्वरको धार्मिकता अँध्यारोको होइन उज्यालोको हो। तिमीलाई अन्धकारमा होइन म उज्यालो ज्योतिमा लैजानेछु। उज्यालो तिम्रो जीवनको निम्ति असल छ भन्नुहुने परमेश्वर आज यो पवित्र आत्मामा हुनुहुँदो रहेछ। यो पवित्र आत्माको परमेश्वरलाई विश्वास गर्दा साँच्चै नै हामीले सोचेको भन्दा पनि ठुलो ठुलो चमत्कारी कार्यहरू प्रभुले गरिदिनु भएको छ। हामीलाई एकदमै अस्तिदेखि खाने भोजनहरूको व्यवस्था गरिदिनु भयो। एकदमै त्यो एरियामा लिडर्सहरू भनेर हामी विश्वास गर्छौँ भने उहाँहरूलाई फेरि प्रभुले ल्याउनु हुनेछ। अघि सबैजनाले असल सेवकहरू, दासहरू प्रभुक हुनुहुन्छ। जिल्ला जिल्लामा आफ्नो होइन अगुवा भएर धेरै राज्य र धार्मिकताहरूमा लिडर्सहरूको साथमा अगाडि बढेर यसरी नै प्रभुको महिमा गर्दै हिँड्नुहुन्छ।
जिल्लाका अगुवाहरूले हामीलाई एकदमै वचन दिएर उत्साहित गरेर जानुभएको छ। हामी आज पोखरा फर्केर बेनी म्याग्दीदेखि आउनु भएको छ, गोर्खादेखि आउनुभएको छ। म्याग्दीदेखिको छोरीहरू भोलि चाहिँ नोकरीमा जानुपर्छ। त्यही भएर हामी आज राति जसरी पनि घर घरमा पुग्न पर्ने भएको हुनाले आज हामी लामो समय यहाँ नदिने। हिजो मात्रै शनिबार सभाको महिमामा बस्नुभयो, फेरि आज पनि बोलाउँदा उहाँहरूलाई गाह्रो होला, बरु थोरै समय लिएर हामी महिमा गर्छौँ भनेर आएका थियौँ। 12 बजेसम्मको महिमाको समय थियो, तर 12 बजेभन्दा नि समय अगाडि बढेको छ। त्यसैले परमेश्वर आत्मा हुनुहुन्छ, आत्माको ईश्वरलाई विश्वास गर्ने। जस्तो विश्वास तपाईँले गर्नुहुन्छ त्यो जीवन तपाईँको परिवर्तन भएको छ। मैले भन्नुभन्दा नि तपाईँहरूले देखिरहनु भएको छ। यहाँ सबैजनालाई भन्न नदिए तापनि एक एकजनाले जीवन र ज्वलन्त गवाही बताएर जानुभएको छ। किनकि परमेश्वर हुनुहुन्छ र त मेरो जीवन परिवर्तन भयो, फल्नाको जीवन परिवर्तन भयो भने अब उसको पनि हुन्छ भन्ने विश्वासमा हामी अगाडि बढ्नुपर्छ है। र जस्तो विश्वास हामीले गऱ्यौँ त्यस्तै विश्वासमा प्रभुले काम गर्नुहुन्छ। राज्य र धार्मिकतामा काम गर्ने कारिन्दा लिडर्सहरू अलिकता बढी मेहनत गर्नुपर्छ है। मैले भोजन खाएँ भने अनि मैले के गर्न सक्छु? मेरो शरीरमा ताकत आउँछ र मैले काम गर्न सक्छु, हो कि होइन हजुर? त्यो त शरीरको भोजन मात्रै हो, दिनभरि काम गर्नलाई। तर यो आत्मिकी भोजन यो शरीरको अङ्गको रोगलाई फाल्नु छ। हामीले आँटेको कार्यहरू नबनेकोलाई बनाउन पर्ने छ, नजानेकोलाई सिकाउन पर्ने छ होइन। त्यो सबै कुरा गर्नको निम्ति लिडर्सले धेरै मेहनत गर्नुपर्छ र उहाँले धेरै असल कुराहरू ग्रहण गर्नुपर्छ र त्यो असल कुरा ल्याएर आफ्नो सत्सङ्गमा प्रभुले दिनुभएको धार्मिकताको सत्सङ्गहरूमा बाँड्नुपर्छ है। असल सेवकले दिएको असल भोजनले के हुन्छ? आत्मिकी जनको आत्मा तृप्त हुन्छ। जब आत्मा तृप्त भएर सन्तुष्ट भयो भने के हुन्छ? जीवन गवाही बन्छ। छोरीले त के गर्छ र त, यसले त छोरी पाइ, छोरीले केही गर्दैन भन्ने समाजमा आज छोरीले नै हिजो हामीलाई घरमा होइन होटलमा बस्नको निम्ति हामीले पैसा हाल्नै परेन, छोरीले नै विदेशबाट पठाइदियो, मन बढायो होइन, खर्चहरू उठाइदिनु भयो। यो धार्मिकतामा हिँड्दा खर्च उठाउनु, भोकालाई भोजन दिनु, पानी प्यास लागेकोलाई पानी दिनु, त्यसको मूल्य त 100% छ। प्रभुले स्वर्गबाट दिनुहुन्छ। आज हाम्रो निम्ति जे जति तपाईँहरूले सेवा गर्नुभएको छ, यो सेवा भनेको पाकिसक्यो मेवा, अब तपाईँहरूले टिप्न मात्रै बाँकी छ। त्यसको निम्ति हामी अगाडि बढ्नुपर्छ एकदमै एकसाथ भएर। हाम्रो सुशीलाजी सधैँ आउन सक्नुहुन्न, यति टाढाको बाटो छ, एक्लै आँट्नै सकिँदैन होइन। यहाँहरू पनि कतिचोटि जानुभएको छ र बारीपाटमा पहिलो शुक्रबार हरेक महिनामा लिडर्स मिटिङ हुन्छ, आउनु भएको छ र हजुर? यहाँ सत्सङ्ग खोलेको कति वर्ष भयो? कति धेरै? 1 वर्ष 2 वर्ष कति? 6 वर्षमा बारीपाट कति वर्ष जानुभएको छ? कति दिन? म्याडमले गरेको 3 वर्ष भयो, म गएको छैन है। म नगएको कुरालाई म नभएको है। अहिले मात्र उहाँ र भाउजू जानुभएको, नत्र भने पोहोर पनि जानुभएको थियो भाउजू चाहिँ, तर अरू जनहरू जानुभएको छैन। लिडर्स मिटिङ भनेको यो बारीफाटबाट आएको शाखाको नि उपशाखा हो होइन। र तपाईँहरू बारीफाटको लिडर्स मिटिङमा जाने, अहिले त हामी फेलोसिपहरू चलेको छ, सबै अगुवा लिडर्सहरूकोमा फेलोसिप छ। अब फेरि यो आउँदै गरेको 13 गते हाम्रो उहाँ भेडी फारम, हाम्रो अन्जन सर अगुवाको घरमा उहाँ महिमा छ भेडी फारममा, त्यहाँ ठुलो फेलोसिप हुन्छ। त्यसको 13 गते भयो भने 14 गते फेरि हाम्रै शाखा दमौलीमा यस्तै ठुलो फेलोसिप छ। त्यहाँ त औँलाले गर्न पनि सकिँदैन, 400-500 अथवा 100 भन्दा बढी होइन। प्रभुले जनहरू विभिन्न ठाउँबाट जुटाउनुहुन्छ होइन। यहाँ त टाढा भयो, हिजो हाम्रो अब त्यही पनि तपाईँहरू जान सक्नु भएन, त्यहाँ पनि जानुभएको। त्यहाँ कति धेरै जनहरू हुनुहुन्थ्यो, त्यहाँको गवाईहरू सुन्नुहुन्थ्यो, किनकि गवाई भनेको जीवनको लागि दबाई हो। यहाँ औषधि खान आउनु भएको छ, केद्वारा औषधि खानुहुन्छ हजुरहरू? यहाँ आएर केद्वारा खानुहुन्छ भन्नु त हजुर? मैले बोलेको त बुझ्नुहुन्छ नि होइन? बुझल बा है। कानद्वारा हामीले औषधि खाइरहेछौँ, सुनेर। सत्सङ्गमा आउने भनेको सुनेर औषधि खाने है। जब तपाईँले सुन्नुहुन्छ यहाँ हृदयमा के हुन्छ? विश्वास नै, विश्वास हुन्छ नि। जब विश्वास हुन्छ त्यो विश्वासले तपाईँको जीवनमा काम गरिसक्यो। ओहो फल्नालाई त यस्तो भएछ, मेरो पनि यस्तो छ, मलाई पनि निको भयो, म पनि विश्वास गर्छु भन्नुहुन्छ नि, त्यसैमा तपाईँको जीवनमा परिवर्तन भइसकेको हुन्छ।
त्यसैले यो धार्मिकता भनेको जात धर्म रीतिरिवाजलाई परिवर्तन नगरिकन पवित्र आत्मालाई परिवर्तन गरेर विश्वासद्वारा पाउने धार्मिकता हो है हजुर। यहाँ हामीले कुनै पनि जात धर्म रीतिरिवाजलाई परिवर्तन गर्न आएको होइन। यो अशुद्ध आत्मालाई परिवर्तन गरेर शुद्ध पवित्र आत्मा धारणा गर्ने र यहाँ परमेश्वरलाई राख्ने। यो शरीर परमेश्वरको मन्दिर हो, यो मन्दिरमा परमेश्वरको वास हुन्छ। त्यसैले हामी परमेश्वरको आराधना गर्दै हिँड्छौँ, किनकि जति आराधना गर्दै हिँड्छौँ त्यति परमेश्वर खुसी। जति परमेश्वर खुसी भयो भने के हुन्छ हजुर? हिजो हामी आफैलाई पनि भाडा तिरेर हामी हिँड्न सक्थेनौँ, आज त सबैजनालाई भाडा तिर्न सक्ने एक प्रभुले बनाउनु भएको छ है। हामी हिजो म मेरै कहानी बताउँछु होइन। मेरो श्रीमानले कमाउनु भएको पैसा त सबै डाक्टर र धामीले लगेको थियो है। प्रभुको धार्मिकतामा जब मलाई चुन्नुभयो त्यतिखेर उहाँले मेरो दाहिने हात समाउँदा म नाङ्गो थिएँ, मसँग धन सम्पत्ति थिएन होइन, शरीर र आत्मा थियो। जब प्रभुलाई विश्वास गर्यो आज प्रभुले केही कुरामा पनि कमी राख्नु भएन है। हप्तामा एकचोटि बारीफार धाउँथेँ, महिनाको 4वटा शनिबार हुन्थ्यो। यो 4वटा शनिबार मेरो श्रीमानले के भन्नुभएको थियो भने सानो टाढा जान हुँदैन है महिमामा, तिमी नजिक नजिक जाने, किनकि टाढा गयो भने त बस भाडा लाग्छ, म तिमीलाई बस भाडा दिन सक्दिनँ, किनकि उहाँको स्यालेरीले त बच्चालाई पढाउने हामी खानालाई पनि पुग्थेन। कुनै कुनै महिना त यस्तो हुन्थ्यो दुष्टले यति सताउँथ्यो, मेरो श्रीमानको स्यालेरी आउनुभन्दा 1 हप्ता अगाडि हामी सुतेर बस्थ्यौँ। अब त्यो कहिले पैसा पठाउला र धामीकोमा जाने हो कि अस्पतालमा जाने हो भने हामी बाटो हेरेर बस्थ्यौँ। जब पैसा आयो त्यही दिन दौडेर डक्टर कहाँ जाने, डक्टरकोमा नभए फेरि धामीकोमा जाने, धामीकोमा गएन भने फेरि भएन भने फेरि डक्टरकोमा जाने। कुनै महिना त यस्तो हुन्थ्यो कि चामल किन्ने पैसा पनि बच्थेन। स्वर्गको महसुस गरेको छु, परमप्रभु महान हुनुहुन्छ, उहाँको बयान त म तुच्छ हृदय भएको मनुष्यले गर्नै सक्दिनँ। त्यसैले भला पिता हुनुहुन्छ, परमेश्वरतिर फर्किनुहोस्। आफ्नो अगुवाले तपाईँहरूलाई कहिले पनि भिरमा जाऊ र लडेर मर भन्दैन। यो धार्मिकतामा आऊ, यो वचन तिमीहरूले पालना गर, महिमा टाइममा गर, महिमा टाइममा सक, प्रभुको महिमा पहिला गर, पहिलो स्थान देऊ, त्यसपछि अरू कार्यहरू गर भनेर तपाईँहरूलाई जुन निर्देशन दिनुहुन्छ तपाईँको अगुवा सुशीलाजी हुनुहुन्छ, उहाँको निर्देशनमा रहेर परमेश्वरको वचनलाई पकड गर्नुहोस्। जीवन अति नै उज्जवल हुनेछ, किनकि हाम्रो जीवन उज्जवल बनाउनलाई परमेश्वरले हामीलाई चुन्नु भएको है। धन्यवाद पितालाई मसी येशूको नाममा। त्यसैले सबैजना त नयाँ हुनुहुन्न, सबै पुरानो हुनुहुन्छ। त्यसैले आजलाई म यति नै बताउन चाहेँ, सबैजना अगुवाहरूले वचनद्वारा उत्साहित गरेर गइसक्नु भएको छ। परमेश्वरलाई भरोसा गर्नुहोस्, अगुवालाई चाहिँ आत्मसात गर्नुहोस्। तपाईँहरूको जीवनमा अन्धकार गइसकेको छ। अब 7000 प्रतिज्ञा परमेश्वरले हाम्रो जीवनमा दिनुभएको छ। त्यो 7000 प्रतिज्ञा भनेको आशिषको ढोका हो। आशिषको ढोका खुल्ला भइसकेको छ। आजको यो फेलोसिपमा जतिले पनि मन बढाएर हाम्रो निम्ति आर्थिकको होइन, हिजोदेखि श्रम तपाईँहरूले श्रमहरूको धेरै दुःखहरू गर्नुभएको छ, उहाँले हामीलाई बाटोसम्म लिन जानुभयो। यो सबैको मूल्य हामी त तिर्न सक्दैनौँ, तर तिर्न सक्नेवाला एक मात्र युवा परमेश्वर हुनुहुन्छ। उहाँले तपाईँहरूलाई गनी गनी तपाईँहरूको झोली भरिदिने हुनेछ। आजको दिनबाट चङ्गाइ र छुटकारा, जीवन र वृद्धि, उन्नति, प्रगतिमा यहाँहरूलाई परमप्रभुले अगाडि बढाउनु हुनेछ। यहाँहरू सम्पूर्णको घरानामा परमेश्वरको आशिष बोल्न चाहन्छु। घर परिवारमा एउटा मात्रै विश्वासी भएर हुँदैन, एउटाले मात्रै खाएर परिवार अगाउँदैन। त्यसैले सबै परिवार विश्वासी भयो भने अनि मात्र त्यो घरमा आशिष आउँछ, किनकि हामीहरूको जीवनमा हामीले यही नै भोगेका छौँ। परिवारमा म मात्रै विश्वासी हुँदा कस्तो हालत आउँथ्यो, आज पुरा परिवार विश्वासी हुँदा कति आशिष आएको भन्ने कुरा हामीलाई थाहा छ। त्यसैले हामीले चाहिँ पुरै परिवार तपाईँहरू प्रभुको धार्मिकतामा आउनुभयो भने तपाईँहरूको जीवन असल हुनेछ। जुन असल जीवनको निम्ति यस समयमा परमेश्वरले हामीलाई चुन्नु भएको छ है। त धन्यवाद पितालाई म चाहिँ येशूको नाममा। यति टाढाको दूरीलाई पनि एकदमै होइन, म त बुढो छु पनि भन्नुभएको छैन, बेनी म्याग्दीदेखि एकदमै सबैजना जोड दिनुभयो टाढा टाढादेखि। हाम्रो कृष्णजी विशेष गरेर फेलोसिपकै भोलिपल्ट घर जानुभएको, घर गएकै भोलिपल्ट फेरि यता आउन पर्यो। यसको आशिष त अनगिन्ती छ। धार्मिकतामा जति दुःख गरेर हामीले उहाँलाई समय दिन्छौँ नि, परमेश्वरले त्यसरी नै हामीलाई त्यो आशिष दिनुहुन्छ। तिमीले नसोचेको र नचिताएको कार्य म तिम्रो जीवनमा गरिदिनेछु, पहिला तिमीले मेरो धार्मिकताको खोजी गर। साँच्चै नै आज हाम्रो जीवनमा उहाँको धार्मिकताको खोजी गर्दा के हुँदो रहेछ भन्ने फल हामीले पाएका छौँ। त्यसैले आज यो समयमा परमप्रभुको महिमाको निम्ति टाढादेखि अस्तव्यस्त समयलाई पनि
थाती राखेर हाम्रो अन्जान सर 13 गते नै फेलोसिप छ, तर यहाँ हामी सँगै हुनुहुन्छ। जाने बित्तिकै उहाँलाई कति गरेर हिजो र आजको महिमामा आइदिनु भयो। सबैजनाको जीवनमा परमप्रभुका आशिष र धेरै धेरै धन्यवाद बोल्दै आज जे जति मेरो मुखद्वारा सामान्य उत्साहित भए तापनि यो परमेश्वरद्वारा बोलेको भनेर तपाईँहरूले पवित्र आत्मामा विश्वासका साथ परमेश्वरलाई अगाडि लगाएर हिँड्नुहोला भन्दै जे जति मेरो मुखद्वारा बोलिएको परमेश्वरको महिमाका वचनहरूले मन लगाएर आउनुहुने सम्पूर्णको घर घरानामा युवा परमेश्वरको आशिष बोल्दै परमेश्वरलाई धन्यवाद चढाउँछु मसी येशूको नाम। परमेश्वरलाई लाख लाख धन्यवाद गुरु येशू मसीहको नाउँमा। वचनको समय सकियो। परमेश्वर पिताले वचन भनेर सबै जानुभयो। पिताले त लाख लाख धन्यवाद। हाम्रो स्वर्गमा विराजमान हुनुहुने परमेश्वर पितालाई धन्यवाद यसो प्रभुको नाउँमा। र यस जीवन ज्योति सहारा केन्द्रमा काम गर्ने हाम्रो हेमा म्याडम, उहाँलाई परमेश्वरको भरिपूर्ण आशिषका साथै मेरो नमस्कार। र जति पनि परमेश्वरको कार्य गर्नुहुन्छ पोखरादेखि यस कपिलवस्तु जिल्ला र हर ठाउँमा परमेश्वरको कार्य गर्नुहुन्छ हाम्रो अग्रज हाम्रो चन्द्रमाया म्याडम र कुमार सर, अङ्कल आन्टी दुवैलाई म पार्वतीको तर्फदेखि नमस्कार। र मञ्चमा आसिन हरेक ठाउँमा हरेक पदमा रहेर काम गर्नुहुने हाम्रो बेनीको सर र हाम्रो बेडी फारमको अन्जान सर र हरेक सबैलाई म पार्वतीको तर्फदेखि नमस्कार र परमेश्वरको भरिपूर्ण आशिष। र यसै गरी हरेक पदमा रहेर हरेक ठाउँमा परमेश्वरको कार्य गर्नुहुन्छ हरेक लिडरजन र परमेश्वरका सन्तानहरू र यसै ठाउँमा परमेश्वरको कार्य गर्नुहुन्छ हाम्रो सुशीला म्याडम, उहाँलाई परमेश्वरको भरिपूर्ण आशिषका साथै मेरो नमस्कार। र सबै परमेश्वरका सन्तानलाई म एकमुष्ट सबैलाई मैले नमस्कार गर्न चाहेँ। परमेश्वर पितालाई धन्यवाद यस प्रभुको नाउँमा। र आज परमेश्वर जति पनि महिमा प्रशंसा सदाभर हजुरको भएको होस् पिता। जति पनि आदर महिमा प्रशंसा हुनेछ पिता, हजुरको इच्छा अनुसार हुनेछ पिता। स्वर्गमा जस्तो इच्छा छ पृथ्वीमा हजुरको इच्छा अनुसार भएको होस् पिता। जुन ढुकुटीबाट हजुरको महिमा र प्रशंसाको लागि जति पनि आदर गर्नुहुनेछ पिता, स्वर्गमा ग्रहण गर्नुहोस् पिता। हजुरलाई धन्यवाद छ यसो प्रभुको नाउँमा। परमेश्वर पिता हजुर बल हुनुहुन्छ पिता, हजुर जिउँदो परमेश्वर हुनुहुन्छ पिता। हजुर बाहेक परमेश्वर कोही छैन पिता। हजुर असल परमेश्वर नम्र परमेश्वर हुनुहुन्छ पिता। हजुर हाम्रो पहिलो प्रेम हुनुहुन्छ पिता। हजुरलाई धन्यवाद छ यस प्रभुको नाउँमा। परमेश्वर पिता जति पनि आज महिमाको दिन पिता, जति पनि हजुरका सन्तानहरूले दान आशिष हजुरको आदर गर्नेछन् पिता, उहाँलाई भरिपूर्ण आशिष दिनुहोस् पिता। जुन चाहत लिएर जुन जे माग्नुहुनेछ पिता हजुरले पुरा गरिदिनुहोस् पिता। हजुरले भन्नुभएको छ तिमीहरूले माग्नुभन्दा पहिले मैले जानेको छु, तिमीहरूको इच्छा आकाङ्क्षा तिमीहरूको घटी कमी मैले गर्भमा रत्नुभन्दा पहिले मैले सुने र सबै मैले पुरा गर्नेछु भन्नुभएको छ पिता। ती वचनका शब्द पिता परमेश्वर हजुरले हाम्रा जीवनमा सबै पुरा गरिदिनु भएको छ पिता। हजुरलाई धन्यवाद छ यस प्रभुको नाउँमा। परमेश्वर पिता हरेकको हृदय जाँच गर्नेवाला हजुर हुनुहुन्छ पिता। हरेकको हृदयमा हजुर हुनुहुन्छ पिता परमेश्वर। हजुरलाई धन्यवाद छ यस प्रभुको नाउँमा। परमेश्वर पिता हजुर बल हुनुहुन्छ पिता परमेश्वर। जति पनि व्यवस्था 28 को 1 का वचनहरू हरेकको जीवनमा लागू भएको होस् पिता परमेश्वर। हजुरलाई धन्यवाद छ यस प्रभुको नाउँमा। यसै 55 को 1 मा हजुरले लेख्नु भएको छ यस सबै दुःख कष्ट बोझले दबेका हो म कहाँ हो म तिमीहरूलाई विश्राम दिनेछु भन्नुभएको छ पिता। सबैलाई विश्राम पाउने र मागे पाउने ठाउँ हजुरले बनाउनु भएको छ, चुन्नु भएको छ पिता। हजुरलाई धन्यवाद छ यस प्रभुको नाउँमा। हे पिता हे परमेश्वर महिमा प्रशंसा सदाबार भएको होस् पिता। यस ठाउँमा पिता हजुरको सन्तान पिता परमेश्वर जुन इच्छा चाहतमा हजुरले महिमा गरेका छन् त पिता,
हरेकको इच्छा चाहत हरेकको रोग सोग पिता आगामी दिनहरूमा ठुल्ठुला गवैहरू हजुरले बनाउनु हुनेछ पिता। हजुरलाई धन्यवाद छ यस प्रभुको नाउँमा। प्रभु हजुर भलाउनुहुन्छ पिता। हरेकलाई हजुरले चुन्नु भएको पिता। पृथ्वीको ओल्लो छेउ देख्नु पल्लो छेउसम्म हजुरको महिमा र प्रशंसा सदाबार भएको होस् पिता। हजुरलाई धन्यवाद छ यस प्रभुको नाउँमा। स्वर्गमा जस्तो इच्छा छ पृथ्वीमा सबैमा हजुरको इच्छा अनुसार भएको छ। हरेकको घर घरानामा हजुरको इच्छा अनुसार भएको होस् पिता। हरेकको आत्मालाई पवित्र बनाउनुहोस् पिता परमेश्वर। दुःख कष्टमा हजुरले सुख शान्ति आनन्दमा परिवर्तन गर्नुभएको छ पिता। हजुरलाई धन्यवाद छ यस प्रभुको नाउँमा। परमेश्वर पिता मागौँ त के मागौँ, माग्नुभन्दा अगाडि हजुर जान्नुहुन्छ हजुरका सन्तानका इच्छा र योजनाहरू सबै हजुरले पुरा गरिदिइसक्नु भएको छ। पिता पुत्र पवित्र आत्माको छुवाई आशिष प्रशंसा भएको होस् पिता। सबै आदर महिमा प्रशंसा हजुरले सुम्पदै हजुरको एकमात्र जीवित पुत्र हाम्रो गुरु प्रभु यीशु मसीहको नाम भएर माग्छु, आमेन। परमेश्वरलाई धन्यवाद यसो प्रभुको नाम। आज परमेश्वरको महिमा, आज परमेश्वरले हामीलाई यो परोठा भाटा भन्ने ठाउँमा परमेश्वरले हामीले जीवनमा नसोचेका ठाउँमा पनि आज परमेश्वरले ल्याउनु भयो। त्यसमा पनि परमेश्वरलाई अनगिन्ती धन्यवाद छ। र हाम्रो सम्पूर्ण मेगदी अनि गोर्खा तनहु हरेक ठाउँका लिडर्स हाम्रो बेनीमा एकदमै हामीलाई उज्यालो अझै कुनामा ज्योति लगाएर छर्ने इन्द्र म्याडम बेलबहादुर सरलाई पनि उहाँको घर घरानामा पनि परमेश्वरको अनगिन्ती आशिष र हरेक घटिकमी पुरा गरिसक्नु भयो। र म्याडम पनि युकेमा हुनुहुन्छ, उहाँलाई पनि परमेश्वरको अनगिन्ती आशिष। आज म्याडमको नाम लिँदा पनि एकदम आँखाबाट आँसु आउँछ। आज परमेश्वरले उहाँलाई लानुभएको छ र छिट्टै हामीहरूका माझमा पनि अवश्य ल्याइसक्नुभयो। परमेश्वरलाई अनगिन्ती धन्यवाद। र हरेक ठाउँबाट आउनुभएको सर मेमहरूलाई पनि परमेश्वरको अनगिन्ती आशिष। र वर्षमा एकचोटि आएर हामीलाई भेट्ने, हामीलाई उत्साहित गर्ने, फेरि उहाँ जाने भन्नुपर्छ कि परमेश्वरलाई अनगिन्ती धन्यवाद। र हामीहरू हरेक पलमा म्याडमको साथमा भएको हुनाले एकदम हाम्रो मन भरिएर आउँछ। परमेश्वरले उहाँलाई राम्रो ठाउँमा लैजानु भएको छ, उहाँलाई छोरीलाई पनि चुनेर लानुभएको छ। त परमेश्वरलाई अनगिन्ती धन्यवाद। र म्याडम फेरि पनि आएर हाम्रोसँगै हिँड्नु भएको थियो, साथसाथमा हामी घुम्यौँ पनि र फेरि पनि आउनुहुनेछ भन्ने पूर्ण विश्वास छ। परमेश्वरलाई अनगिन्ती धन्यवाद। र मेरो नाम गीता, म पारी बेनी ससौदेखि जुट्छु र मेरो तर्फदेखि र पारी बेनीको तर्फदेखि यहाँ हुनुभएको सम्पूर्ण अगुवा विश्वासीजन आत्मिकजनलाई पनि परमेश्वरको अनगिन्ती आशिष र मेरो तर्फबाट नमस्ते। र आज परमेश्वरले भजनमा चुन्नुभयो। परमेश्वरलाई अनगिन्ती धन्यवाद। भजन नम्बर 24 है। न हो तिम्रो न मेरो ईश्वर सबैको, न हो तिम्रो न मेरो ईश्वर सबैको। यो सृष्टि यो ईश्वरको होइन कसैको, यो सृष्टि यो ईश्वरको होइन कसैको। बाँचुन देला मान्छे किन धनकै लागि मर्छ, बाँचुन देला मान्छे किन धनकै लागि मर्छ। अघि पछि केही नसोची हत्या हिंसा गर्छ, अघि पछि केही नसोची हत्या हिंसा गर्छ। मरिजाने जिन्दगी हो आखिर सबैको, मरिजाने जिन्दगी हो आखिर सबैको। यो सृष्टि हो ईश्वरको होइन कसैको, यो सृष्टि हो ईश्वरको होइन कसैको। कर्म गर्न हात पाउ दियो अमृत बोल्ने मुख, छैन भने कहिले हुन्छ सुख, मनमा शान्ति छैन भने कहिले हुन्छ सुख। आत्मा यो ईश्वर बस्ने मन्दिर सबैको, आत्मा नै यो ईश्वर बस्ने मन्दिर सबैको।
कसैको यो सृष्टि हो ईश्वरको होइन कसैको कोही हिन्दू कोही मुस्लिम कोही बौद्ध इसाई कोही हिन्दू कोही मुस्लिम कोही बौद्ध इसाई किन गर्छन् उनकै नाममा आपसमा लडाई किन गर्छन् उनकै नाममा आपसमा लडाई यो संसारमा आखिर सत्य एउटै ईश्वर हो यो संसारमा आखिर सत्य एउटै ईश्वर हो यो सृष्टि हो ईश्वरको होइन कसैको यो सृष्टि हो ईश्वरको होइन कसैको न तिम्रो न मेरो ईश्वर सबैको न तिम्रो न मेरो ईश्वर सबैको यो सृष्टि हो ईश्वरको होइन कसैको यो सृष्टि हो ईश्वरको होइन कसैको यो सृष्टि हो ईश्वरको होइन कसैको परमेश्वरलाई धन्यवाद म सासु गुरुको नाममा आज कसैको पनि घरमा भन्ने केही पनि छैन कुरा मात्रै तपाईँले मनमा राख्नु र आज परमेश्वरलाई माग्नु परमेश्वरले के भन्नुभएको छ मागा त पाउनेछ खोजे त भेटाउनेछ ढकढक त तिम्रो ढोका उगारिनेछ भन्नुभएको छ हरेक पलमा आत्मा हृदयदेखि आँखाबाट आँसु झरालेर तपाईँले ढुक्क आत्माले माग्नुहोस् परमेश्वर अवश्य तपाईँले दिनुहुन्छ भनेपछि अवश्य दिनुहुन्छ मेरो बुढा पनि मृत्युको मुखमा हुनुभएको थियो बोल्नु थिएन हातखुट्टा चल्दैन थियो आज परमेश्वरले उहाँलाई जीवित बनाएर एक्लैले घर सम्हालेर मलाई यहाँ पठाउनु भएको छ परमेश्वरलाई अनेकौँ धन्यवाद आज परमेश्वरले नगर्ने पनि छैन आज कतिले मलाई भन्थे त तेरो बुढा मोर्चालाई अपरेसन नगर्ने उपस्थित हुनुभएको छ यस जीवन ज्योति समितिमा हामी सम्पूर्णको अगुवाई तनहुँबाट हाम्रो हेमा म्याडम नमस्कार परमेश्वरको भरिपूर्ण आशिष र यसै गरी बेनीबाट उपस्थित हुनुभएको छ हाम्रो बेल सर र इन्द्र म्याडम होइन उहाँ टाढै भए पनि परमेश्वरको भरिपूर्ण आशिष उहाँहरूको घर घरानामा नमस्कार परमेश्वरको भरिपूर्ण आशिष र पोखरा बिरौटाबाट उपस्थित हुनुभएको छ हाम्रो ठिमा म्याडम उहाँलाई पनि नमस्कार घर परिवारमा परमेश्वरको प्रार्थना प्रभुले मलाई चुन्नु भएको छ सबैजना आँखा बन्द गर्नुहोला तीनजनाले अन्य भाषा कसैले पनि नजुदाइकन तीनजनाले अन्य भाषा दुईजनाले भविष्यवाणी गर्नुहोला र लास्टको प्रार्थना म गर्नेछु सबैजना आँखा बन्द हे मेरा छोराछोरी गाउँ गाउँ जाऊ टोल टोल जाऊ नगर नगर जाऊ पृथ्वीको वल्लो कुनादेखि पल्लो कुनामा जाऊ दुःख र कष्टमा परेकालाई मेरो सुसमाचार सुनाऊ तिनीहरूलाई मैले बहुताएको जीवन दिनेछु धन्यवाद छोराछोरी नडराऊ न घबराऊ हमेसा म तिम्रो साथमा हुनेछु धन्यवाद परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद यसु प्रभुको नाउँमा पिता पुत्र पवित्र आत्माको ईश्वर जीवन र वृद्धि उन्नति प्रगति चङ्गाई र छुटकारा निरोगी स्वास्थ्य शान्ति र सुरक्षा शक्ति र सामर्थ्य दिनुहुने हाम्रो एकमात्र यहोवा परमेश्वर हजुरलाई अनगिन्ती धन्यवाद यसु प्रभुको नाउँमा परमेश्वर पिता आज हजुरको महिमा दोस्रो दिन पिता परमेश्वर यस परौठा भाटामा परमेश्वर पिता हजुरको महिमा भयो परमेश्वर पिता पहिलो प्रार्थनादेखि अन्तिमको प्रार्थनासम्म हजुरको इच्छा अनुसार हरेक हामी अगुवाईको मुखद्वारा हाम्रो अगुवाईको मुखदेखि हरेक लिडर्स आत्मिक मुखदेखि परमेश्वर पिता हजुरको ताजा गवाई र सत्य वचनद्वारा हजुरले महिमित आज यो महिमा महिमित पार्नुभयो यसको लागि हजुरलाई अनगिन्ती धन्यवाद यसु प्रभुको नाउँमा परमेश्वर पिता आज जति पनि हजुरको महिमाको लागि हामी सम्पूर्ण विभिन्न ठाउँबाट आज हामी हाम्रा सम्पूर्ण आदरणीय अगुवाईहरूद्वारा परमेश्वर पिता आज उत्साहितको महिमा आज परमेश्वर सबैलाई यो एकट्ठा गराएर
हजुरले यो महिमा भव्यता साध्यताका साथ उत्साहित बनाउनु भएकोमा धन्यवाद पिता येशू प्रभुको नाउँमा। आज जुन जुन इच्छा चाहले सम्पूर्णलाई उपस्थित गराउनु भयो परमेश्वर पिता, सम्पूर्णलाई भरिपूर्ण आशिष हजुरले व्यवस्था 28 को वचनमा राखिसक्नुभयो ईश्वर। उत्पत्ति 12 को 2 को वचनमा राखिसक्नुभयो परमेश्वर पिता। हितोपदेश 8 को 21 को वचनमा राखिसक्नुभयो परमेश्वर पिता। यहोशू 8 को 21 को वचनमा राखिसक्नुभयो ईश्वर। हजुरलाई अनगिन्ती धन्यवाद येशू प्रभुको नाउँमा। परमेश्वर पिता, आज यो स्थानमा जति पनि हामी सम्पूर्णको अगुवाईको मुखद्वारा हरेक वचन भजन गवाईले परमेश्वर पिता यहाँ उपस्थित हुनुभएका सम्पूर्ण हजुरको आत्मिकी छोराछोरीमा विश्वास माथि विश्वास, चाहत माथि चाहत बढेर परमेश्वर पिता हजुरको महिमा अझ तेजले बढेको होस् पिता। हजुरलाई अनगिन्ती धन्यवाद येशू प्रभुको नाउँमा। आज जो जाति भयो परमेश्वर पिता, हरेक मुखद्वारा निस्किने हरेक वचनले शिक्षा मिलेर परमेश्वर पिता हजुरको छोराछोरीहरूलाई परमेश्वर पिता अगाडि बढाउनु भएको होस् पिता। आज यो स्थानमा जति पनि हजुरको राज्य र धार्मिकतामा काम गर्ने आत्मिक लिडर्स लगायत हजुरमाथि विश्वास गर्ने हजुरको छोराछोरीमा परमेश्वर पिता प्रशस्त आशिषका साथै हरेक रोग र शोक चङ्गाई गरेर परमेश्वर पिता हजुरको छोराछोरीलाई मुक्ति र परमेश्वर पिता शक्ति सामर्थ्य दिएर परमेश्वर पिता हजुरको महिमा एउटा ठाउँमा अनगिन्ती बिउ रोप्ने यज्ञको बनाउनु भएको होस् ईश्वर। हजुरलाई अनगिन्ती धन्यवाद पिता येशू प्रभुको नाउँमा। परमेश्वर पिता भन्नुभएको छ नि, एउटा मलिलो माटोमा उमारेको बिउ जस्तै 30 को 60, 60 को 100, 100 को हजारौं गुणा फल फलाउने भाउ मेरा सन्तान भन्नुभएको छ प्रभु। आज यो वचन घोषणा गरेर भन्छु परमेश्वर पिता, अनगिन्ती हजुरको आत्मिक छोराछोरीद्वारा परमेश्वर पिता यो स्थानमा पनि हजुरको छोराछोरी अनगिन्ती 60 को 100, 100 को हजारौं गुणा फल्ने हजुरले फलावन्त बनाइसक्नु भयो ईश्वर। हजुरलाई अनगिन्ती धन्यवाद येशू प्रभुको नाउँमा। परमेश्वर पिता आजको महिमाले परमेश्वर पिता यो स्थानमा जति पनि रोग र शोक दुःख कष्टहरू लिएर आउनु भएको थियो त परमेश्वर पिता हरेकको रोग र शोक दुःख कष्ट यसै घडी यसै समय हजुरको छोराछोरीलाई नष्ट पारेर पिता आज कुनै पनि समस्या कुनै पनि रोकाट बाधा अर्चनहरू छैन परमेश्वर पिता। सबै बाधा अर्चन समस्या मसीमा हटाएर परमेश्वर पिता हजुरको आत्मिक छोराछोरीलाई बलियो हजुरले एउटा चट्टानको जगमा खनेको घर जस्तै हजुरले बलियो बनाइसक्नु भयो ईश्वर। हजुरलाई अनगिन्ती धन्यवाद पिता, धन्यवाद येशू प्रभुको नाउँमा। सबैको जीवनमा लागू भएको होस् पिता। आजको वचन भजन गवाईले सबैको जीवन लागू भएर परमेश्वर पिता हजुरको वचन अनुसार हिँडाउनुहोस् पिता परमेश्वर। यो स्थानमा जति पनि काम गर्ने लिडर्सलाई परमेश्वर पिता हजुरले बलियो बनाएर अगाडि बढाउनु भएको होस् पिता। हजुरलाई अनगिन्ती धन्यवाद पिता येशू प्रभुको नाउँमा। परमेश्वर पिता आज जो जाति हजुरको महिमा भयो परमेश्वर पिता हजुरको इच्छा अनुसार सबैलाई हजुरले भरिपूर्ण आशिष दिएर हजुरले सहायता गरिसक्नु भयो ईश्वर। हजुरलाई अनगिन्ती धन्यवाद येशू प्रभुको नाउँमा। परमेश्वर पिता आज जति पनि महिमा सकेर हजुरको छोराछोरी आफ्नो घरसम्म हजुरले स्वर्गदूत खटाई हजुरले सुरक्षा हजुरले पारेर परमेश्वर पिता सबैलाई परमेश्वर पिता शक्ति र सामर्थ्य हजुरले दिइसक्नु भयो ईश्वर। धन्यवाद येशू प्रभुको नाउँमा। आजको महिमा बिहानदेखि बेलुकासम्म हजुरले सुरक्षा साथ यो स्थानमा ल्याउनु भयो परमेश्वर पिता। सबैलाई सुरक्षा साथ परमेश्वर पिता आफ्नो वास स्थानसम्म पुर्याउनु भएको ईश्वर। हजुरलाई अनगिन्ती धन्यवाद येशू प्रभुको नाउँमा। परमेश्वर पिता आजको दिनबाट परमेश्वर पिता हजुरको आत्मिक छोराछोरीमा कुनैमा पनि निरुत्साहितको आत्मा छैन परमेश्वर पिता। आज यो स्थानमा जति पनि विश्वासीहरू हुनुहुन्छ सबैलाई फर्काएर ल्याउनुहोस् परमेश्वर पिता। सबैलाई परमेश्वर पिता हजुरले सुरक्षा राखेर भजन सङ्ग्रह 1 नबीको वचनमा राखेर लामा दीर्घायु बनाउनु भएको होस्। भजन सङ्ग्रह 23 को वचनमा राखेर लौरी लट्ठीले सहायता गर्नुभएको होस् ईश्वर। हजुरलाई अनगिन्ती धन्यवाद येशू प्रभुको नाउँमा। र परमेश्वर पिता भजन सङ्ग्रह 34 को 7 को वचनमा राखेर चारैतिर सुरक्षाको घेरा लाएर हजुरको छोराछोरीलाई यसै घडी यसै समय हजुरले सुरक्षा पारिसक्नु भयो ईश्वर। हजुरलाई अनगिन्ती धन्यवाद येशू प्रभुको नाउँमा। जाने स्रोत साधनहरू हजुरले सुरक्षाका साथ आफ्नो वासस्थानमा पुर्याउनु भएको होस् पिता। धन्यवाद येशू प्रभुको नाउँमा। परमेश्वर पिता आज हिँड्न सक्ने शक्ति र सामर्थ्य दिनुभएर सम्पूर्णलाई स्वर्गदूत खटाई सुरक्षा साथ आफ्नो वास स्थानसम्म पुर्याइसक्नु भयो भन्दै हजुरसँग छोटो बिन्ती प्रार्थना गर्छु प्रभु। हजुरको एक मात्र जीवित पुत्र मसीह येशूको नाउँ भएर माग्छु, आमेन।
परमेश्वर पितालाई अनगिन्ती धन्यवाद मसीह येशूको नाम